अध्यक्ष श्री कौशल पौडेलज्यूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। मैले यहाँ मिल्छ हैन? हजुर। ल अब सुरुमा यसपछि जानुहोस् त। चाहिँ अझ हामी अलिकति टेक्निकल उसमा छौँ। सरहरूले भने जस्तै मैले पनि अहिले मोबाइलबाट गरिरहेको छु। मेरो कम्प्युटरले पनि पासवर्ड र ऊ हान्दाखेरि किप मी साइन इन अर साइन इन विथ भनेर आउँदो रहेछ। अनि त्यसपछि जिमेलमा जाँदाखेरि त्यो पासवर्डले माथि गर्दाखेरि माथि त्यस्तो माथि माथि जानु न माथि। ल्यापटपमा चाहिँ किन समस्या तल चाहिँ जानु भएको? आएको हुन माथि जानु सक्छ न। आज। हजुर म जान्छु है त, मैले जान्छु है त। अन्त्य कुरा गर्नुभयो। ल सर सर अगाडि बढौँ, सर पढौँ। सर अगाडि बढौँ, केसी सर अगाडि। ल अनि त्यसो भएको हुनाले चाहिँ ल्यापटपमा आज केही समस्या देखियो। त्यो लिङ्कबाट मात्रै आइरहेको छैन। साइन इन गर्नुपर्ने अवस्था आयो सधैँ जस्तो, तर मोबाइलले काम गरिरहेको हुनाले। अनि यहाँ उपस्थित आज जति पनि जोइनमा हुनुहुन्छ मेरो देखियो चाहिँ छैन, मैले रिक्वेस्ट गरेँ है। देखिया छ सर। क्लियर छ सर? ल ल ल क्लियर छ। ल म पहिले प्रेजेन्टेसन गर्छु। उहाँहरू सबैलाई, हाम्रो आदरणीय सरहरू, साथीहरू सबै जो पनि यसमा जोडिनु भएको छ, उहाँहरूलाई त हामी हार्दिक स्वागत गर्छौँ नेपाल हर्टिकल्चर सोसाइटीको तर्फबाट। र आजको प्रस्तुति हाम्रो आदरणीय प्रोफेसर डाक्टर दुर्गामणि गौतम सर। अब हामी सबैलाई थाहा छ, पोस्ट हार्भेस्ट भन्दा बित्तिकै गौतम सरको चाहिँ नाम त हाम्रो चाहिँ मानस पोर्टलमा उपस्थित भयो पनि नभए पनि हामीलाई आइहाल्छ। त्यसो भएको हुनाले उहाँले हालै चाहिँ एउटा चाहिँ नेपाल हर्टिकल्चर पोस्ट हार्भेस्ट भनेर पनि तयार गरेको छु, म पिडिएफमा सेयर गर्छु भन्नुभएको थियो। कतिपयलाई गर्नुभयो होला, टेक्निकल्ली मसँग त आइपुगेको छैन, मैले हेरेर पाएको छैन, तर हेर्छु। अब गुरुले मलाई उपलब्ध गराइहाल्नु हुनेछ। र म सरलाई चाहिँ प्रस्तुतिको लागि गत शनिबार पनि हामी यसरी नै टेक्निकल कारणले रोकेका थियौँ। अब ढिलो नगरिकन प्रस्तुतिको लागि म आदरणीय हाम्रो प्रोफेसर डाक्टर दुर्गामणि गौतम सरलाई अनुरोध गर्दछु। ल ल सर, ल सुरु गरौँ। ल नमस्कार। मैले चाहिँ के भन्दाखेरि मेरो यहाँ देखाउन जाने सानुले कन्ट्रोल गरेको छ अर्कैले। सानु कृष्ण महर्जनको नामबाट मैले यहाँ प्रस्तुत गरेको छु, किनभने मेरो कम्प्युटरमा मैले गर्न सकिनँ। उहाँको कम्प्युटरमा गरेर एनी डेस्कमा मैले सेयर गरेको। अब मैले प्रस्तुत गर्छु। प्रस्तुत गर्न चाहिँ यहाँ मिल्ने भएको छ है। पहिले स्लाइड प्रस्तुत गर्छु, त्यसपछि उ गरौँला। मेरो खास चाहिँ यो टपिक के छ भने कमर्सियलाइजेसन अफ हर्टिकल्चर थ्रु द इन्टिग्रेसन अफ द इम्प्रुभ पोस्ट हार्भेस्ट म्यानेजमेन्ट। खास गरेर नेपालको हर्टिकल्चरमा चाहिँ पोस्ट हार्भेस्ट म्यानेजमेन्टको चाहिँ ल्याकिङ छ, र त्यो कसरी इम्प्रुभमेन्ट गर्ने भन्ने कुरा चाहिँ मैले पुरा अध्ययन गरेर एउटा खाका चाहिँ डेभलपमेन्टको खाका पनि तयार गरेको छु। त्यो कुरा यहाँहरूलाई मैले अवगत गराउन चाहन्छु। यसमा विशेष केही क्वेसन इम्प्रुभमेन्टहरू भएदेखि मैले चाहिँ के भन्दाखेरि एप्रिसिएट र इम्प्रुभमेन्ट गरौँला। र प्रेजेन्ट सिनारियोमा द इम्पोर्ट अफ फ्रुट्स हाज इन्क्रिज बाई 105% एन्ड भेजिटेबल्स पनि त्यही किसिमले चाहिँ इन्क्रिज भएको छ। 6 वर्षको डाटा हेर्दाखेरि के भयो? स्लाइड छैन त। स्लाइड त मैले प्रेजेन्टेसन गरेको छु नि त, आएन र? आएको छैन त। के आछ त त्यहाँ? स्लाइड सेयर गर्नु भएको छैन नि। स्लाइड सेयर तपाईको बोली मात्र आएको छ। मैले अनि आएको छ भन्दा आएको छ भन्ने कुरा भयो नि त। यो स्लाइड सेयर कसरी भएन त? आएको छैन साउन्ड मात्र गर्नु न, सेयर स्क्रिन गरेको छैन। ओ फेरि उलाई भन्नुपर्छ मेरो त सेयर स्क्रिन गर्नु भनेर। तल सेयरमा गएर उ गर्नु। सानो स्क्रिन सेयर भएन रे के मेरो। ल त ल सेयर भयो भने भन्नु है। भनिसकेको छ। आएन? आएन। तेरि के हुन्छ के हुन्छ यो प्रब्लम चाहिँ। सिस्टममा जान्छु अब है। अब यो माथि के देखिए यसले बिगार्ने हो कि फेरि? केही बिगार्दैन, एकदम ठिक छ। ठिक छ एकदम। त्यो माथि चाहिँ उ भयो के छेक्यो के? नहीं के फरक पर्दैन। हामीले देखिरहेछौँ सर, हामीले देखिरहेछौँ। के छ सर? ए बेस्ट। सेकेन्ड पेज, थर्ड पेज। ल सेकेन्ड पेजमा म रोकिन्छु है। ल अब देखियो यो? देखियो अहिले देखियो। ल ल
अब माथि मेरै छेकिया छ, मेरो हटाउँदाखेरि सबै हट्ने कि भन्ने, माथि के आयो कालो आयो, टाइटलै देखिन्न। त्यो हटाउँदाखेरि के हुने हो ल अब? बोल्दै जानु न त। ल, र नेपालमा चाहिँ के भन्दाखेरि 6 वर्षकै दौरानमा लगभग डबलभन्दा बढी इम्पोर्ट चाहिँ बढेको छ। र यो ट्रेन्ड चाहिँ के भने पहिलेदेखि नै चाहिँ 2001देखि मसँग डाटा छ, सधैँ इम्पोर्ट बढेको छ, प्रोडक्सन पनि बढेको छ र अगाडि गएन। र त्यसमा पनि अझै चाहिँ के भन्दाखेरि अब 20 मिलियनको चाहिँ के भन्दाखेरि भेजिटेबल र 31 मिलियनको फ्रुटहरू इम्पोर्ट छ। र हाम्रो चाहिँ के भने अझ त्यसैमा पनि 20 देखि 30% चाहिँ मार्केटिङमा चाहिँ लस छ। अब खै तल जान त के हो यो? इन्टर आउनु। इन्टर हान्न नि गएन कि। ए सानो, यो तलै जान्न। यो मुभै भएन कि। भयो भयो। द लो प्रोडक्सन चाहिँ अब भेजिटेबल्स हाम्रो चाहिँ लो प्रोडक्सन भन्नाले थोरै प्रोडक्सन किन भयो भन्दाखेरि लो भोल्युम भयो हाम्रो चाहिँ के भन्दाखेरि, अनि स्केटर्ड प्रोडक्सन भएर चाहिँ प्रोडक्टिभिटी चाहिँ एकदम लो छ, प्रोडक्सन पनि लो छ। र हामीसँग लो यिल्डिङ भेराइटिजहरू छन्, ट्रेडिसनल प्र्याक्टिसेसहरू छन्, हाई पोस्ट हार्भेस्ट लस, ल्याक अफ इन्फ्रास्ट्रक्चर एन्ड ट्रान्सपोर्टेसन फेसिलिटिज, पुअर लिङ्केज बिट्विन इन्डस्ट्रिज एन्ड मार्केट, लङ जेस्टेसन पिरियड अफ द फ्रुट, हाई इनिसियल कस्ट अफ इस्टाब्लिसमेन्ट, नो एग्रो बेस्ड इन्डस्ट्रिज। यी चाहिँ के भन्दाखेरि हाम्रो चाहिँ चिजहरू भएको हुनाले खास गरेर भेजिटेबल फ्रुट प्रोडक्सनले अगाडि जाऊ। यो सानोले अगाडि लानुपर्ने खै भयो। द मोस्ट इम्पोर्टेन्ट अब इस्टाब्लिस्ड फ्याक्टर यहाँ चाहिँ इम्प्रुभमेन्ट नेपालमा भएको छैन, भएको छ। केमा भएको छ भन्दाखेरि अफ सिजन भेजिटेबल प्रोडक्सनमा चाहिँ मिड हाइलमा राम्रोसँग भएको छ, र कपुरकोट, सल्यान, चितुवाहरूमा चाहिँ राम्रो चाहिँ भेजिटेबल प्रोडक्सन भएको छ, र कुकर बिट्सहरू, टमेटोहरूको पनि राम्रो चाहिँ के भने अफ सिजन प्रोडक्सन भएको छ। कमर्सियलाइजेसन अफ मेन्डरिनको चाहिँ कमर्सियलाइजेसन भएको छ, र टेम्परेट फ्रुटहरूको पनि कमर्सियलाइजेसन भएको चाहिँ इन्क्रिज छ। र स्टिल वी हेभ द मोर स्कोप फर द अदर क्रप्स। अब वेस्टर्न माउन्टेनहरूमा चाहिँ वालनट भयो, एप्रिकटहरू, पिचेसहरू भयो, बिचमा चाहिँ कफीहरू भयो। अब न्यू क्रप चाहिँ एभोकाडो भयो, र हाम्रो किवी भयो, र म्याङ्गो, बनाना, यिनीहरूमा चाहिँ एकदम पोटेन्सियल छ हाम्रो चाहिँ। वी क्यान इन्क्रिज द प्रोडक्सन, र अहिलेको भएको प्रोडक्सन पनि राम्रोसँग मार्केटिङ हुन सकेको छैन। ओके, अब मेरो चाहिँ कन्ट्रोल रिमोट लमजुङ भयो, त्यो भएर चाहिँ अलि ढिलो मुभ भयो। ल, ठिक छ। मेनी फार्मर्स आर हाउएभर रिलक्टेन्ट टु ग्रो। किन फार्मर्सहरूले ग्रो गरेका छैन? किन प्रोडक्टिभिटी चाहिँ हाम्रो चाहिँ प्रोडक्सन हुन सकेको छैन? पोटेन्सियलिटी हुँदाहुँदै पनि भन्दाखेरि नम्बर 1 हाई इनिसियल इन्भेस्टमेन्ट छ। फ्रुटको लागि त हाई इनिसियल इन्भेस्टमेन्ट छ। पुवर टेक्निकल नो हाउ भयो, ल्याक अफ रिसर्च, हाम्रो यस्तो पोस्ट हार्भेस्ट म्यानेजमेन्ट सम्बन्धी रिसर्च कम भएको छ, भएकै छैन। हाई कस्ट अफ प्रोडक्सन, दिस इज द मोस्ट इम्पोर्टेन्ट फ्याक्टर। र नेपालमा तराईतिर पनि किसानहरूले के भन्छन्, उत्पादन गरेर खानुभन्दा किनेर खानु सस्तो पर्छ भन्छन्। यो त्यो हालत भएको हुनाले चाहिँ के भन्दाखेरि हाम्रो चाहिँ प्रोडक्सन घटेको छ, बढेको छैन। र यो चाहिँ गभर्मेन्टले दिएको अनुदान चाहिँ के भने पार्सियल कसैलाई दिएको हुनाले चाहिँ के भन्दाखेरि नहुने मान्छे चाहिँ झन् डिस्करेज छ। अनुदानको प्रोग्राम सबैले पाएका छैनन्। र पुवर पोस्ट सर्भिस ह्यान्डलिङ प्र्याक्टिसेस, र त्यही हो। र फर्दर मोर मार्केटिङ अफ द फ्रुट रिक्वायर्स द, अब के भन्दाखेरि लार्ज क्वान्टिटी प्रोडक्सन गर्नुपर्छ। हाम्रो फ्रेगमेन्टेड र स्मल प्रोडक्सन भएको हुनाले हामीले चाहिँ पहाडमा उत्पादन भएको चिजलाई हामीले प्रोडक्सन गरेर सप्लाई गर्न सक्दैनौँ बजारमा। अहिले काठमाडौँको पेरी अर्बन एरियाको मात्रै बजारहरूमा चाहिँ सप्लाई छ, डिस्टेन्स मार्केटले सप्लाई गर्न सकेका छैन। यसको कारण चाहिँ पोस्ट हार्भेस्ट ह्यान्डलिङ प्र्याक्टिसेस नहुनु हो। र धेरै प्रोजेक्टहरूले नेपालमा चाहिँ कलेक्सन सेन्टरहरू स्थापना गरे, सयौँमा छन् कलेक्सन सेन्टरहरू। तर कलेक्सन चाहिँ के भन्दाखेरि तरकारी ल्याउने, त्यहाँ दलालहरू भेट्नुहुने, ल्याउने मात्रै भयो, त्यसले कुनै फर्दर प्रोसेसिङ चाहिँ गरेन। र हाम्रो चाहिँ वेल डिजाइन प्याक हाउस, र जुन त्यसलाई चाहिँ के भने राम्रोसँग मार्केटमा पुर्याउनलाई त्यो प्याकआउट हामीसँग छैन। जसले चाहिँ के भने सर्टिङ ग्रेडिङ प्र्याक्टिसेसहरू गर्छ, त्यो चाहिँ छैन। र पेरी अर्बन एरियामा वास्तवमा चाहिँ युएसएडीले चाहिँ यहाँ किसान प्रोजेक्टले चाहिँ केही प्याक हाउसहरू निर्माण गरेको, तर चाहिँ
जहाँनिर चाहिँ के भने 6-7 घन्टा एक रातमा चाहिँ तरकारी काठमाडौँ बजारमा पुर्याइन्छ, उनीहरूले प्याक हाउसमा लाँदाखेरि डबल खर्च भयो भन्ने कुरा भयो। र सर्ट डिस्टेन्स मार्केटको लागि फार्मर लेभलमै प्याक हाउस जरुरी छ, तर छुट्टै प्याक हाउस गराउँदाखेरि के भने कस्ट अफ चाहिँ के भन्दाखेरि ट्रान्जेक्सन ट्रान्सपोर्टेसन बढ्ने भएको हुनाले पेरी अर्बनमा प्याक हाउस चाहिँ ठुलो प्याक हाउस चाहिँ जरुरी छैन। स्मल चाहिँ फार्म लेभलमा मात्रै चाहिँ आवश्यक छ। सर्टिङ, क्लिनिङ, ग्रेडिङको लागि चाहिँ गर्न सकिन्छ। अगाडि जाउँ। अब हाम्रो नेपालको चाहिँ कमर्सियल एग्रिकल्चरमा लान के गर्नुपर्छ त? एग्रिकल्चरलाई कसरी अगाडि लाने त भन्दाखेरि चाहिँ खास गरेर चाहिँ प्याक हाउस र चाहिँ कोल्ड चेन फेसिलिटी हामीले इस्टाब्लिस गर्नै पर्छ। सुरुवातमा केही नमुना चाहिँ हामीले चाहिँ गर्नुपर्छ र चाहिँ सुरु गरिसकेपछि त्यो चाहिँ के भने प्रफिट मेकिङ अर्गनाइजेसन भएको हुनाले आफैमा पनि चल्न सक्छ, त्यसलाई हामीले इन्करेज गर्नुपर्छ। र प्याक हाउस किन चाहियो भन्दाखेरि स्मल फार्मरहरूको चाहिँ कलेक्सन गरेर ल्याउनको लागि प्याक हाउस चाहियो। र यही कन्सेप्टमा चाहिँ नेपालमा यो कन्सेप्ट त पहिलेदेखि आएको, प्याक हाउस 2-4वटा बनेका पनि छन्। एग्रो मनाङ चाहिँ प्राइभेट प्याक हाउस बनाएको छ, त्यो राम्रो फङ्सनिङ छ। र एउटा चाहिँ जनकपुर के अरे सिन्धुलीमा पनि सिट्रस प्याक हाउस बनाएर चाहिँ यो चाहिँ फङ्सनिङ छैन, त्यसको म तल पछि डिस्क्राइब गर्छु। म अस्ति गएर भिजिट गरेको थिएँ। र यदि स्मल प्रोड्युसरहरूलाई हामीले चाहिँ कलेक्टिभली प्रड्युस गऱ्यौँ, जस्तै कलेक्टिभ फार्मिङ गरेर हामीले चाहिँ, किनभने ल्यान्ड त फ्रेगमेन्टेड छ, हामीले जोड्न सक्दैनौँ। ब्लक गराएर कलेक्टिभ गऱ्यौँ भने मात्रै रेगुलर एक्सपोर्ट गर्न सक्छौँ हामीले। र हाई अल्टिच्युडको चाहिँ कलेक्सन गरेर चाहिँ हामीले चाहिँ के भन्दाखेरि यदि बल्क भयो भनेदेखि इन्डिया बङ्गलादेशमा हामीले चाहिँ रेगुलर सप्लाई गर्न सक्छौँ। मार्केट निड्स द रेगुलर सप्लाई। रेगुलर सप्लाई भएन भने बजारीकरण हुँदैन। र इन्टरनेसनल ट्रेन्ड अहिले के छ भन्दाखेरि मार्केट ओरिएन्टेड प्रोडक्सन भन्नाले पहिले मार्केट अध्ययन गरेर मात्रै प्रोडक्सन गर्नुपर्छ। र हाम्रो प्रोडक्सन सिस्टम चाहिँ किनभने हामी उत्पादन गरेर बजार खोज्छौँ, त्यसकारण चाहिँ के भन्दाखेरि मार्केटिङ नहुने, अनि मार्केटिङ हुँदाखेरि प्राइस नपाउने, हाम्रो चाहिँ यो मेजर प्रब्लम किन भन्दा मार्केट प्लान प्रोडक्सन भएन। र रेगुलर सप्लाई र मार्केट प्लान प्रोडक्सन गर्नुपर्छ। र यसको लागि चाहिँ के भन्दाखेरि फ्रेगमेन्टेड ल्यान्ड छ। पहिले त हामीले चाहिँ बल्कमा प्रोडक्सन गर्नका लागि गभर्मेन्टले साउन्ड ल्यान्ड युज पोलिसी डेभलपमेन्ट गर्नु पर्यो। कसरी स्मल फ्रेगमेन्टेड ल्यान्डलाई चाहिँ के भन्दाखेरि सबैले प्रयोग गर्ने, जस्तो लिज पोलिसी भनौँ। पहिले हाम्रो चाहिँ अधिया दिने प्रवृत्ति हुन्थ्यो, अर्थात् चाहिँ के भने कुनै संस्था कोअपरेटिभ गर्छ भने कोअपरेटिभको चाहिँ सेयर होल्डर बन्न सकेको जग्गाबाट आफूले गर्न सक्दैन भने कोअपरेटिभले पनि उत्पादन गर्ला, अथवा कुनै ओनरले प्राइभेट कम्पनीले गर्ला। र यो चिज चाहिँ के भने एउटा नमुना अहिले चाहिँ थाक्रेमा चाहिँ के भन्दाखेरि ग्रेप कल्टिभेसन भएको छ। उहाँले ल्यान्डलाई लिजमा लिएर 10-1200 रोपनी जग्गामा चाहिँ अलिक ग्रेपमा कल्टिभेसन गर्नुहुन्छ। यो म पछि चाहिँ वर्णन गर्दैछु। र यो कुरा चाहिँ के भने गभर्मेन्टले पनि यसलाई चाहिँ पोलिसी वाइज चाहिँ फेसिलिटेट गर्नुपर्ने आवश्यक छ। नेक्स्ट। र गिभन अन द गिभन कन्टेक्स्ट हामीले के गर्नु पर्यो त? गभर्मेन्टका चाहिँ प्रोग्रामहरू चाहिँ होलिस्टिक एप्रोचमा जानु पर्यो। केही चाहिँ गभर्मेन्टले गरेको छ, नगरेको होइन। तर होलिस्टिक नभएर एउटा सानो कुरा चाहिँ बिग्रियो भने पनि त्यो होलिस्टिक एप्रोच हुँदैन। पकेट एरिया आइडेन्टिफाई गर्नु पर्यो, सरकारले गरिसकेका छ। लङ टर्म ल्यान्ड युज पोलिसी गर्नु पर्यो, त्यसलाई अझै स्ट्रेन्थन गर्नु पर्यो। प्याक हाउस प्रोडक्सन पकेटमा गर्नु पर्यो। जस्तो अहिले इमिडिएटली चाहिँ जुम्लामा प्याक हाउस आवश्यक छ, स्याङ्जामा प्याक हाउस आवश्यक छ, तरकारीको लागि कपुरकोट अर्थात् चाहिँ सल्यानमा आवश्यक छ। र प्याक हाउसबाट चाहिँ मार्केटसम्म लैजानको लागि कोल्ड चेन फेसिलिटिजहरू म्यानेजमेन्ट सिस्टम डेभलप गर्नु पर्यो। लिङ्किङ प्याक हाउस विथ द फार्मर्स एन्ड मार्केट, त्यसको लागि चाहिँ इन्फ्रास्ट्रक्चरलाई सब्सिडिज दिनु पर्यो। र डोमेस्टिक प्रोडक्सनलाई इन्क्रिज गर्नको लागि फरेन इम्पोर्टलाई रेस्ट्रिक्सन गर्नु पर्यो, अलिकति लिमिटेसन गर्नु पर्यो। रेस्ट्रिक्सन त गर्न मिल्दैन, लिमिटेसन गर्नु पर्यो। किनभने हामीले नखाएका फ्रुटहरू हामीलाई इम्पोर्ट गरेर यहाँ उ गर्नु छैन। जस्तै फलफुलसँग उत्पादन चाहिँ रक्सी पनि हो। रक्सीको इम्पोर्ट जथाभावी हुन्छ, हाई क्वालिटी हो, नेपालले पनि प्रोडक्सन गर्न सक्छ नि त। र त्यसकारण यी चिजहरू गभर्मेन्टले चाहिँ अलिकति चाहिँ के भने पोलिसी लेभलबाट पनि कन्ट्रोल गर्नु पर्यो। र एक्सपोर्ट प्रमोसन गर्ने र इन्सुरेन्स पोलिसी हुनु पर्यो। त्यसकारण यसलाई कन्सिडरेसन गरी ए रोड म्याप हैज बीन प्रिपेयर्ड फर प्रमोटिङ कमर्सियल हर्टिकल्चर industry in the country through the establishment of pack house and cold chain facilities. Okay, next. जस्तै नेपालमा चाहिँ के भन्दाखेरि
हाई अल्टिट्युड पश्चिमी पहाडहरू चाहिँ उच्च पहाडहरू दे आर सुइटेबल फर द एप्पल वालनट एप्रिकट एन्ड अदर टेम्परेट फुडको लागि एकदमै पोटेन्सियल छन्। र मिड हिल्समा चाहिँ मेन्डारिन जस्तै रामेछाप चाहिँ सिन्धुलीहरू चाहिँ के भन्दाखेरि जुनारको लागि प्रसिद्ध छन्। र अहिले आएका न्यू क्रपहरू जस्तै किवी इन दोलखा इलाम, अनि त्यसपछि हाम्रो के अरे त्यो अर्को फ्रुट चाहिँ अब अरू पार्टमा जस्तो दाङ कञ्चनपुरमा चाहिँ छ। र मिड हाई सुइटेबल फर द अफ सिजन भेजिटेबल, यो चाहिँ हाम्रो खास गरेर यी चिजहरू एकदम पोटेन्सियल चाहिँ छन्, यसलाई चाहिँ हामीले कन्सिडरेसन गर्नुपर्छ। ड्रागन फ्रुट चाहिँ पश्चिमतिर चाहिँ के राम्रो छ। र अहिलेको चाहिँ अहिले एउटा कन्टेस्ट चाहिँ के भन्दाखेरि मैले सेयर गर्न चाहन्छु के भन्दाखेरि अहिले चाहिँ के भन्दाखेरि थाक्रेमा चाहिँ धादिङमा 600 देखि 700 मिटरमा चाहिँ के भने प्राइभेट स्कुलमा चाहिँ सुनिया छ होइन? सुनिया छ ल। यो थाक्रेमा चाहिँ के भन्दाखेरि एकजना किसानले, उसको नाम चाहिँ कुमार कार्की हो, उहाँले 600 देखि 700 मिटर अल्टिट्युडमा ल्याएर प्राइभेट स्कुलमा चाहिँ के भन्दाखेरि सक्सेसफुल ग्रेप कल्टिभेसन भएको छ। र यसको लागि चाहिँ के भन्दाखेरि हाम्रो टियुको डिन चाहिँ अहिले हाम्रो किशोर दाहालले चाहिँ उहाँले पनि रिसर्च गर्नुभएको छ र उहाँले चाहिँ त्यसलाई प्रमोट गर्नलाई बाहिरबाट चाहिँ भेराइटीहरू ल्याएर चाहिँ दिनुभयो। र चाहिँ अहिले चाहिँ के भन्दाखेरि हाइड्रोजन साइनाइड्स युज गरेपछि ग्रेपमा चाहिँ के हुन्छ भने डर्मेन्सी पिरियड चाहिँ एडभान्स गर्न सकिन्छ। र त्यसले चाहिँ के भन्दाखेरि नेपालमा ग्रेप खास गरेर प्रब्लम के हो भन्दाखेरि पाउडरी मिल्डु, फ्रुटहरू सार हुने, पछि फल्ने, अब राइपनिङ पिरियड चाहिँ मनसुनसँग कन्साइड हुने प्रब्लम हो। र त्यसलाई चाहिँ स्केप गरेर अहिले चाहिँ वैशाखमै ग्रेप उत्पादन हुन्छ, अहिले उत्पादन भएको छ। र त्यो ग्रेपलाई उहाँले वाइनरीसँग चाहिँ टाइअप गर्नु छ, वाइनरी पनि इस्टाब्लिस गर्नुभएको छ। र सक्सेसफुल प्रोडक्सन भएको हुनाले अहिलेदेखि उहाँले फेरि 500 रोपनी चाहिँ के भन्दाखेरि तनहुमा जग्गा थपेर कल्टिभेसन गर्ने गर्नुभएको छ। र उहाँसँग भेटेर कुरा गर्दाखेरि अब त्यही हो, कम्पनी दर्ता गर्नुपर्ने, कम्पनीले धेरै प्रब्लम क्रिएट गर्ने, र त्यहाँ धेरै 2 वर्षमा उहाँले उत्पादन गरेको ग्रेप मार्केटिङै भएन पातले भन्नु वाइनरीको नामले। र एउटा इक्जाम्पल हो के भन्दाखेरि हाम्रो एग्रिकल्चर प्रोडक्सनलाई प्रोसेसिङसँग टाइअप गर्यो भने चाहिँ के भन्दाखेरि राम्रोसँग अगाडि बढ्न सक्छ। र यदि चाहिँ प्रोसेसिङ भएन भनेदेखि चाहिँ हाम्रो चाहिँ जहिले पनि बेटर क्वालिटी फ्रुट त हुँदैन। र फ्रुटहरू चाहिँ लस हुने फ्रुटहरूलाई चाहिँ हामीले चाहिँ खास गरी इन्फेरियर फ्रुटहरू चाहिँ जुन चाहिँ एक्सपोर्ट को लागि सुइटेबल हुँदैन, त्यसको लागि चाहिँ हामीले चाहिँ पहाडमा चाहिँ उच्च पहाडमा चाहिँ रक्सीहरू बनाउन सक्छौँ, जाम जेली जुसहरू बनाउन सक्छौँ। र त्यसले गर्दाखेरि एउटा पोटेन्सियल इक्जाम्पल चाहिँ के भन्दाखेरि यो थाक्रेको चाहिँ के भने दिस इज वान अफ द मोडेल। र हामी सबैले चाहिँ यो भ्रमण गरेर हेर्नुपर्छ, त्यसबाट सिक्नुपर्छ भन्ने कुरा चाहिँ म चाहिँ सबैलाई सल्लाह पनि दिन्छु। ओके, र नेपालमा कमर्सियल भेजिटेबल प्रोडक्सन खास गरेर के छ भन्दाखेरि फोकस त सबै ठाउँमा भएको छ, सबै जिल्ला मनाङ मुस्ताङदेखि सबै ठाउँमा भेजिटेबल प्रोडक्सन गर्ने गभर्मेन्टहरूका प्रोग्राम छन्। तर के भने कति ठाउँमा किसानले 20 पटक 30 पटक ट्रेनिङ लिए पनि काममा अगाडि बढेको छैन, किनभने उसले ट्रेनिङ लिन्छ, खास गरेर भेजिटेबल प्रफिट मेकिङ हुन सकेन। र पेरी अर्बन एरियामा मात्रै चाहिँ के भन्दाखेरि एकदम सक्सेसफुल छ। र पेरी अर्बनको चाहिँ के भन्दाखेरि उनीहरूसँग विकल्प पनि छैन र हाई रिम्युनरेटिभ भेजिटेबल प्रोडक्सन भएर। र हामीले चाहिँ देशमा अरू भागहरू जस्तो सल्यान धनकुटा भयो, हाम्रो चाहिँ के भन्दाखेरि अब अफ सिजन भेजिटेबलको लागि कम्पेरिटिभ एडभान्टेज हुन्छ। र सल्यानबाट प्रोडक्सन भएको पनि केही दिल्लीमा जान्छ भेजिटेबल, र यस्तै धनकुटाको चाहिँ इभन कलकत्तासँग पटना सिलगढी पनि जान्छ। त त्यसलाई चाहिँ के भन्दाखेरि लिगलाइज हुन सकेका छैन। र त्यो सप्लायर चाहिँ के भन्दाखेरि एकजना वीरेन्द्र गुरुङ भन्ने हुनुहुन्छ, उहाँलाई तपाईँले चिन्नुहुन्छ होला। अब रेगुलर सप्लाई गर्दाखेरि यो कम्पनी ऐन दर्ताले धेरै गाह्रो पर्यो भनेर उहाँले अस्ति मलाई भन्नुभयो, भेटेर सरलाई भेट्न आएको भने विराटनगरमा गएको थिएँ। र मेरो इन्डियामा पैसा छ, पैसा ल्याउँदाखेरि ल कहाँबाट आम्दानी ल्याइस् भनेर मेरो खाता रोका गरिदिएको छ। अब लिगली गाह्रो भयो, मैले इलिगली चाहिँ पठाउने गरेको भनेर चाहिँ उहाँले चाहिँ विभिन्न हत्कण्डाहरू अप्नाएर पठाउनु भएको थियो। र त्यो प्रब्लम आएको छ। र एकदम पोटेन्सियल छ, यसलाई लिगली चाहिँ पठाउनु पर्ने व्यवस्था भयो भने अझ राम्रो हुनसक्छ।
र कन्सिस्टेन्ट सप्लाई भन्ने कुरा नै सबभन्दा ठुलो कुरा हो। किनभने यहाँ केराको माग गर्दाखेरि यहाँका किसानहरूसँग व्यापारीले के भन्छ नि, हामीलाई चितवनबाट कन्सिस्टेन्ट केरा सप्लाई हुन सक्दैन भन्छन्, त्यस कारणले नकिनेको भन्ने खालको कुरा भयो। र रेगुलर सप्लाई गर्छु भन्ने कुरा चाहिँ हुनुपर्छ। र नेपालमा चाहिँ के भन्दाखेरि केही उद्योगहरू छन्, प्रोसेसिङ उद्योगहरू, वाइनरीहरू पनि छन्, फ्रुट प्रिजर्भेसनको चाहिँ के भन्दाखेरि जालतासी छ, अरू पनि छन्, र उनीहरू सबै इन्डियामा डिपेन्डेन्ट छन्। किनभने हाम्रो नेपालबाट रेगुलर सप्लाई नै हुन सक्दैन, रेगुलर सप्लाई गर्ने सिस्टमै छैन। र प्रोसेस प्रोडक्टहरूको चाहिँ डिमान्ड चाहिँ एभ्री इयर इन्क्रिजिङ छ। किनभने अर्बनाइजेसनको कारण, मान्छेहरूको कन्सियसनेसको कारणले फ्रेस भेजिटेबलको, फ्रेस फ्रुट्सको, प्रोसेस प्रोडक्ट्सको र डिमान्ड हुँदा हुँदै पनि चाहिँ के भन्दाखेरि विभिन्न कारणले गर्दाखेरि नेपालमा प्रोडक्सन इन्क्रिज हुन सकेन। कारण मैले माथि पनि बताएँ, अझ इलाबोरेसन गरेर म तल जाँदैछु। हाम्रो चाहिँ के छ भन्दाखेरि सबभन्दा ट्रेडिसनल फार्मर्स प्र्याक्टिसमा हार्भेस्ट गरेपछि चाहिँ के भन्दाखेरि फुल्ली मेच्योर्ड स्टेजमा हार्भेस्ट गर्छन्। र स्टोरेजको लागि कहिले हार्भेस्ट गर्नुपर्छ भने म तल जान्छु। र त्यसले गर्दाखेरि फुल्ली मेच्योर्ड हार्भेस्ट गर्दाखेरि क्वालिटी इन्फिरियर हुन्छ, स्टोरेज गर्न सकिँदैन। र बेटर स्टोरेज एन्ड ट्रान्सपोर्टेसनको लागि हामीले के गर्नुपर्छ भन्दाखेरि एकदम करेक्ट मेच्योरिटी स्टेज हार्भेस्ट चाहिन्छ। करेक्ट मेच्योरिटी स्टेज भनेको के हो त? म तल जान्छु। इमेच्योर फ्रुट्स भेजिटेबल इन्फेयर इन क्वालिटी एन्ड ओभर मेच्योर वन्स। ओभर मेच्योर भए पनि क्वालिटी डिक्रिज हुन्छ, प्री मेच्योर भएपछि पनि स्टोरेज लाइफ पुअर हुन्छ। र एप्रोप्रिएट स्टेजमा हार्नुपर्छ। र कहिलेकाहीँ चाहिँ हाम्रो के छ भने ट्रेडिसनल प्र्याक्टिसमा हेल्दी इन्ज्योर्ड जस्ता त सर्टिङ ग्रेडिङ नगरिकन पठाउँछन्। त्यसले गर्दा एउटा बिग्रेको सुन्तलाले अरू सुन्तला बिगार्छ भने जस्तो डिजिजहरू इन्फेक्सन हुन्छ र त्यो चाहिँ इथिलिन प्रोडक्सन हुन्छ। त्यसले गर्दा सबै बिग्रिन्छन्। र यो चाहिँ पेरी अर्बनमा हाम्रो प्र्याक्टिस के छ भन्दाखेरि धादिङ, काभ्रे, इभन चितवनहरू भयो, बाटोमा चाहिँ के छ भन्दाखेरि यिनीहरूले जनरली बेलुका पख हार्भेस्ट गर्ने नुवाकोटतिर, र राति ढुवानी गर्ने। राति चाहिँ के भन्दाखेरि कोल्ड टेम्परेचर हुन्छ, त्यस कारण चाहिँ के भन्ने एउटा पेरी अर्बन एरियाको लागि द्याट इज द बेनिफिट। तर लङ डिस्टेन्समा त रातभरि यहाँ त ल्याउनु सकिँदैन। र रातिमा ल्याउँदाखेरि भेजिटेबलहरू कुल हुन्छन्, रेस्पिरेसन कम हुन्छ र फ्रेसमै आउन सक्छ। त्यही चिजलाई दिउँसोमा हामीले ट्रान्सपोर्टेसन गर्न सक्दैनौँ। प्लास्टिक क्रेट पनि हाम्रो चाहिँ के भने आएको धेरै वर्ष भएको छैन। यो न्यू इनोभेसन हो, नयाँ टेक्नोलोजी आएको छ। नत्र पहिले ढोकामै ढुवानी गर्थे। र समरमा, विन्टरमा त भेजिटेबल ट्रान्सपोर्टेसनमा त्यति गाह्रो छैन, तर समरमा चाहिँ खास गरेर हाई टेम्परेचरको कारणले इट इज अ भेरी मच प्रब्लम इन द समर फर द ट्रान्सपोर्टेसन अफ द भेजिटेबल्स। किनभने हाई टेम्परेचर भएपछि रेस्पिरेसन इन्क्रिज हुन्छ, इथिलिन प्रोडक्सन इन्क्रिज हुन्छ, र रटिङ पनि चाहिँ हुन्छ। र त्यसमाथि चाहिँ रफ ह्यान्डलिङले चाहिँ के भन्दाखेरि बढी मात्रामा चाहिँ के भन्दाखेरि लस गराउँछ। फलफुलको केसमा चाहिँ यो हेरौँ, यो ग्राफमा चाहिँ डिस्टिङ्क्ट मैले के भन्न खोजेको भन्दाखेरि फलफुलको चाहिँ अर्थात् भेजिटेबलको सबैको रेस्पिरेसन रेट चाहिँ के भन्दा सुरुबाट डिग्रिज हुँदै जान्छ। र जब फ्रुटले म्याक्सिमम साइज गेन गर्ने बेलामा चाहिँ के भन्दाखेरि केही समय चाहिँ हल्टेज हुन्छ, केही समय चाहिँ त्यो के भन्दाखेरि एउटा ल्याक पेज हुन्छ। त्यसमा चाहिँ के भने रेस्पिरेसन र इथिलिन प्रोडक्सनहरू लो हुन्छ क्लाइमेट्रिक फ्रुटमा नि, र सर्टेन पिरियड पछि फेरि रेस्पिरेसन इन्क्रिज हुन्छ। र रेस्पिरेसन इन्क्रिज हुनुभन्दा पहिले इथिलिन प्रोडक्सन इन्क्रिज हुन्छ, त्यहाँ ग्राफमा देखाएको छ। र के हुन्छ भने यो चाहिँ क्लाइमेट्रिकको कुरा गर्दैछु। नन क्लाइमेट्रिक फ्रुटलाई चाहिँ पाकेपछि तल राइपनिङ देखाएको छ, राइपनिङको स्टेजमा चाहिँ हार्भेस्ट गर्नुपर्छ। यो मैले राइपनिङ भनेर भने क्लाइमेट्रिकले चाहिँ यो चाहिँ सेड एरिया चाहिँ हाम्रो राइपनिङ कन्डिसन हो। लेटर पार्ट चाहिँ राइपनिङलाई चाहिँ लेटर पार्ट चाहिँ सेनेसेन्स हो, क्याटाबोलिक हुन्छ, सुरुमा चाहिँ एनाबोलिक हुन्छ, इन्जाइमहरू सिन्थेसिस हुन्छन्। अब के भन्छ भने इथिलिन प्रोडक्सन सर्टेन सधैँभरि प्रोडक्सन हुन्छ, तर क्रिटिकल लेभल, थ्रेसहोल्ड लेभल हुन्छ। पाक्ने बेलामा चाहिँ जस्तो बनानामा 2 ppm छ, 0.2 ppm छ। 0.2 ppm भन्दा बढी इथिलिन भयो भनेदेखि यसले चाहिँ ट्रिगरिङ गर्छ, पाक्ने क्रिया सुरु गराउँछ। त्यसकारण जबसम्म मिनिमम रेस्पिरेसन छ त्यही बेलामा हार्भेस्ट गर्यो भनेदेखि फ्रुटहरूलाई चाहिँ हामीले स्टोरेज गर्न सक्छौँ। यदि पाक्न सुरु गरिसक्यो, जस्तो केरा ढुवानी गरियो, केरामा चाहिँ हामीले चाहिँ पाकेको एक ट्रक केरामा एक घरी पाकेको केरा भयो भनेदेखि
all the banana will ripe. त्यसकारण चाहिँ के भने हामीले इथिलिन प्रोडक्सनलाई इनहिबिट गर्ने चाहिँ एउटा अब्जेक्टिभ हो चाहिँ के भने हामीले स्टोरेज गर्ने भनेको। र यो क्रिटिकल कन्डिसनमा चाहिँ के भन्दाखेरि हामीले यो क्रिटिकल कन्डिसनमा चाहिँ मैले देखाएको छु कता गयो, यो कन्डिसनमा चाहिँ खास गरेर हामीले चाहिँ हार्भेस्ट गर्नु पर्यो यो पिरियडमा चाहिँ। र त्यो गर्यो भनेदेखि अहिले जस्तो चाहिँ के छ भन्दाखेरि हाम्रा धेरै जस्तो फ्रुटहरू चाहिँ के भने हामीले लेट स्टेजमा हार्भेस्ट गर्छौँ। लेट स्टेजमा हार्भेस्ट गरेपछि इभन नन क्लाइमेट फ्रुट सुन्तलाकै कुरा गरौँ, हामीले 75%देखि 100% येलोको बिचमा चाहिँ हामीले हार्भेस्ट गऱ्यौँ भनेदेखि वी क्यान स्टोर, तर पछि हार्भेस्ट गर्दाखेरि वी क्यानट स्टोर। र हेर्नुहोस् गलत प्र्याक्टिसेसहरू पवित्र। अब यो सुन्तलाहरूको चाहिँ गलत प्र्याक्टिसेसहरू हेर्नुहोस् है। अब यसरी चाहिँ के भने जम्मा गरेर पछिबाट चाहिँ के भन्दाखेरि सिकाएका छन् क्रेटमा राख भनेर। अब त्यो सुन्तला हेर्नुहोस् कति मिचिएको छ। हामी मान्छेले हामी माथि कति लोड हामीले थाम्न सक्छौँ। त्यो हाई प्रेसरले तल फ्रुटहरू चाहिँ ड्यामेज त देखिँदैन इमिडिएटली, तर इन्टरनली त भयङ्कर ड्यामेज भयो हुन्छ नि त। यी फ्रुटहरूलाई चाहिँ हामीले ग्रेडिङ गर्ने नेपालमा हाम्रो सिस्टम यो किसिमले गरेको, ग्रेडिङ गर्नुपर्छ भनेर सिकाइयो, तर चाहिँ के भन्दाखेरि कसरी गर्ने कतिखेर गर्ने भन्ने कुरा सिकाइएन। टोमेटोमा अब यो चाहिँ जस्तो एउटा एनजिओले चाहिँ जस्तो मैले उ गरेको, उहाँहरूको चाहिँ के भने टार्गेट प्रोडक्सन ओरिएन्टेड टार्गेट हो। हामी प्रोडक्सन गऱ्यौँ भनेर त्यस्तो चाहिँ लार्ज स्केलमा चाहिँ उहाँले ग्रेडिङ गर्न पनि सिकाउनु भयो, तर इनएडुकेट नलेज भएन कतिखेर ग्रेडिङ गर्ने। अब उहाँ देखाउने उद्देश्यले पनि यो गरिएको हुनसक्छ। अब यहाँ चाहिँ के भने तलका टमाटरहरू त धेरै थिचिए मिचिए नि। ल हेर्नुहोस् यो तरिकाले चाहिँ के भन्दाखेरि एक्जिस्टिङ प्र्याक्टिसहरूमा यसरी गरिएका छन्। र क्रेटहरूको कन्डिसन हेर्दा हेर्नुहोस् त कस्ता क्रेटहरू युज गरेका छ। अब टमाटरहरू ग्रेडिङ गरिएको छैन। अब यो कन्डिसनले किसानहरूले चाहिँ कलेक्सन सेन्टरमा यसरी ल्याउँछन्, बोरामा पनि ल्याएका छन्, तपाईँको झोलामा पनि ल्याएका छन्, धेरै तरकारी हुने टमाटरहरू त्यहाँ बोरामा ल्याएका छन्। अब कोही चाहिँ यसरी पनि ढुवानी गरेका छन्। र ती यी कुराहरू चाहिँ के भन्दाखेरि हाम्रा चाहिँ यी कारणहरूले गर्दाखेरि लस भएको छ। अब विभिन्न प्रब्लमहरू के हुन् त हाम्रो चाहिँ कमर्सियल फार्मिङका के हुन् त भन्दाखेरि स्मल ल्यान्ड होल्डिङ एन्ड द स्क्याटर्ड प्रोडक्सन सबभन्दा मेजर प्रब्लमै यही हो। र चाहिँ के भन्दाखेरि हाम्रो पर फ्यामिली 0.55 हेक्टर चाहिँ मात्रै ल्यान्ड छ। र यसले गर्दाखेरि मेकानाइजेसन गर्न पनि सम्भव छैन। कस्ट अफ अपरेसन चाहिँ धेरै हुन्छ। कमर्सियल प्रोडक्सनलाई चाहिँ जहिले पनि लार्ज एरियामा चाहिन्छ। तपाईँको चाहिँ के भन्दाखेरि युएसए ब्राजिल तपाईँको चाहिँ के भन्दाखेरि इभन अरू अरू देशहरूमा चाहिँ के भने लार्जर एरियाहरू चाहिँ के भन्दाखेरि कमर्सियल प्रोडक्सन गर्छन् र चाहिँ त्यही आफ्नै एउटा छुट्टै प्याक हाउस हुन्छ, इन्डिभिजुअल प्याक हाउस हुन्छ। र इभन इजरायलमा चाहिँ के भन्दाखेरि टमाटो प्रड्युसरसँग म नजिकमा काम गरेको, इन्डिभिजुअल प्रड्युसरका इन्डिभिजुअल प्याक हाउसहरू हुन्छन्। र त्यसरी उनीहरूले चाहिँ के भन्दाखेरि प्रोडक्सन गरेर सप्लाई गरे हुन्छन्। र कमर्सियलमा चाहिँ लार्ज एरिया चाहिँ के भन्दाखेरि प्रोडक्सनमा ल्याउनुपर्छ। सबभन्दा ठुलो कुरा चाहिँ यही हो। र इन जनरल बिगर द फार्म साइज लोअर द कस्ट अफ प्रोडक्सन पर युनिट एरिया। यो चाहिँ के भन्दाखेरि उयो होस्टेलमा खाँदाखेरि सबैले खाँदाखेरि एकै ठाउँमा मेस भयो भने सस्तो पर्छ भने जस्तै उत्पादन पनि इन्डिभिजुअली अब चाहिँ के भने चेन्ज भइसक्यो कि अब छुट्टै छुट्टै चाहिँ खेती गरेर गर्ने सिस्टम भन्दा पनि मान्छेले लार्ज एरियामा गर्यो भनेदेखि महिनाको एउटा लेबरलाई 30,000 40,000 रुपियाँ तलब दिएर चाहिँ के भने खेती गर्ने स्थितिमा चाहिँ प्रफिट मेकिङ हुनुको लागि चाहिँ लार्ज एरिया आउनु पर्यो। र यसैको लागि चाहिँ गभर्मेन्टको पोलिसी लङ टर्म लिज पोलिसी गर्नुपर्छ जग्गाको। यो कुरा चाहिँ के भन्दाखेरि अझै यसमा चाहिँ हामीले चाहिँ फोकस गर्नु आवश्यक छ। र किनभने फ्रुट ट्रीहरू 30 वर्ष 35 वर्षसम्म चाहिँ आयु हुन्छ। र यसलाई चाहिँ के भन्दाखेरि साथसाथै चाहिँ त्यसको साथसाथै लार्जर एरिया इज अन्डर मेकानाइजेसन प्रोडक्सन द बल्क प्रोडक्सन अल्सो इनअबल्स द इस्टाब्लिसमेन्ट प्याक हाउस। र लङ डिस्टेन्स मार्केटिङ हाई भोल्युम एन्ड कन्सिस्टेन्ट सप्लाई चेन्स आर इम्पोर्टेन्ट। अब हाई कस्ट अफ प्रोडक्सन ल हेर्नुहोस् द कस्ट अफ प्रोडक्सन इज हायर देन पर्चेजिङ फ्रुट्स इन द मार्केट। यो धेरै किसानले भनेको कुरा हो। तराईतिर चाहिँ खास गरेर उत्पादन गरेर फाइदै छैन भन्छन्। नेपालगञ्जतिर गयो भने पारीबाट किनेर ल्याएको सस्तो पर्छ, यहाँ महँगो पर्छ भन्छन्।
र यस कारणले चाहिँ के भन्दाखेरि हामीले जति कन्भिन्स गरे पनि ट्रेनिङ दिए पनि ट्रेनिङ लिन्छन्। कुनै एनजिओले प्रोग्राम गरेर चाहिँ मल खाद दियो भने प्रयोग गर्छन्, अनि त्यो एनजिओ गएपछि त्यो जस्ताको तस्तै हुन्छ। अब कर्णाली प्रदेशमा एलोन चाहिँ 40% कल्टिभेटर ल्यान्ड चाहिँ मैले पत्रिकाबाट लिएको। स्लाइड गयो है। सर स्लाइडमा के प्रब्लम आयो, फेरि गयो हट्यो। ए हो र? आयो सर, कन्टिन्यू गर्नु सर, कन्टिन्यू। ल यो चाहिँ के भने कर्णाली प्रदेशबाट उहाँ चाहिँ अब मुख्यमन्त्री चाहिँ मन्त्रीज्यूहरूसँग पनि अब चाहिँ के निवेदन आएको, मसँग चाहिँ एउटा जुम मिटिङ भयो। अब लास्टमा चाहिँ उहाँ चाहिँ के भन्दाखेरि हामीले त कर्णाली अर्ग्यानिक हो भन्ने खालको कुरा गरेर चाहिँ त्यस्तैतिर लानुभयो। र अर्ग्यानिक भन्ने कन्सेप्ट पनि अलिक चेन्ज भइसकेको छ। गुड एग्रिकल्चर प्र्याक्टिसेस भने ग्लोबली आइसकेको छ अहिले चाहिँ। र 40% कल्टिभेटेड ल्यान्ड छ भनेदेखि यो चाहिँ विभिन्न कारणहरूले गर्दा ल्यान्ड छ। यसलाई कसरी कमर्सियलाइजमा लैजाने भन्ने सरकारले एउटा ठुलो उसको कुरा छ। र यसलाई चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भने प्रोडक्सनलाई इन्डस्ट्रीसँग पनि लिङ्केज गर्नुपर्छ। अब यहीँ मैले अघि नै पनि भने मैले, अब हाम्रो प्रोडक्सन मात्रै हुँदाखेरि इन्फिरियर प्रोडक्सनलाई चाहिँ जहिले पनि चाहिँ के भन्दाखेरि एउटा प्याक हाउसको कमी कमजोरी के छ भन्दाखेरि प्याक हाउस चाहिँ सिजनल अपरेसन हुने भयो। फ्रुटहरू सिजनल प्रोडक्सन हुन्छ। अब त्यसलाई चाहिँ कन्टिन्युटी रन गर्नको लागि प्याक हाउससँग चाहिँ इन्डस्ट्री पनि हुनु पर्यो। जस्तो एप्पलको चाहिँ हामीले चाहिँ प्याक हाउस गर्नु छ भने एप्पलको चाहिँ जुस मेकिङ, एप्पलको चाहिँ फ्रुटहरू चाहिँ इन्डस्ट्रियल युजहरू चाहिँ त्यहाँ के भन्दाखेरि स्टोरेज गरेर लगातार चाहिँ त्यो इन्डस्ट्री पनि रन गर्नुपर्ने स्थिति हुन्छ। र त्यसले गर्दाखेरि के डबल पर्पज भयो। र हामीले बाहिरबाट आउने हाई कस्टली चाहिँ फ्रुट, हाई कस्टली रक्सीहरू, हाई कस्टली वाइनहरू हामीसँग प्रोडक्सन गर्न सक्छौँ भने वाइ नट टु रेस्ट्रिक्ट द इम्पोर्ट्स। अब कमर्सियल प्रोडक्सन चाहिँ हामीले तब सफल हुन्छ जब हामीले कन्भिनियन्ट चाहिँ सप्लाई अफ द इम्पोर्ट्स, कमर्सियल प्रोडक्सन गर्ने ठाउँमा सप्लाई अफ द इम्पोर्ट पनि कन्भिनियन्ट हुनु पर्यो र चाहिँ त्यो आउटपुट पनि चाहिँ प्रोडक्सन पनि सब हुनु पर्यो। यो चाहिँ दुइटैको व्यवस्था हुनुपर्छ। अब सप्लाई डिस्टेन्स मार्केटको लागि चाहिँ रेगुलर बेसिस हुनु पर्यो। सप्लाई चेन चाहिँ कस्ट इफेक्टिभ गराउनु पर्यो। इन्डिभिजुअली सप्लाई गर्दाखेरि अब यो चाहिँ के भन्दाखेरि एउटा एनजिओले टिस्टुङ पालुङको तरकारी चाहिँ हेटौँडा लानलाई चाहिँ उनीहरूले व्यवस्था गरेका थिए। टिस्टुङ पालुङमा जम्मा गर्ने, लेबल गर्ने, अनि हेटौँडा चाहिँ एउटा चाहिँ के भने ठुलो व्यापारीलाई दिने र 6% कमिसन काट्ने। द्याट वाज ए गुड सिस्टम। तर लङ रनमा चाहिँ के भन्दाखेरि मार्जिन लिन्छन्। सप्लाई चेनमा चाहिँ के भन्दाखेरि इन्डिभिजुअल व्यक्ति गएर बजार जाने, आउने, फर्किने त्यो चाहिँ सम्भव हुँदैन। र त्यो के भन्दाखेरि प्याक हाउससम्म चाहिँ लान सक्छ। लार्ज भोल्युम्स क्यान बी एचिभड स्पेसिफिक क्रप्स लाइक प्रड्युस इन द स्पेसिफिक एरियाज। त्यो हाम्रो इक्जाम्पल हो। जस्तै एउटा इक्जाम्पल दिन्छु, इन्डियामा नासिक चाहिँ ओनियनको लागि छ, नागपुर सुन्तला छ, काश्मीरहरू चाहिँ यिनीहरू चाहिँ खास गरेर चाहिँ के भन्दाखेरि स्याउहरूको लागि छ। त्यस्तै हामीले पनि एउटा एरियामा एउटै चिजलाई चाहिँ धेरै फोकस गर्नुपर्छ। र अर्को एउटा सन्दर्भ मैले यहाँ जान्छु, नेपालले चाहिँ राष्ट्रपतिको चाहिँ चाइनिज राष्ट्रपतिको भरण हुँदाखेरि 2012 मा चाइनाले चाहिँ सिट्रस लैजाने भन्ने एग्रिमेन्ट भयो। तर सिट्रस चाहिँ के भन्दाखेरि फ्रुट फ्लाई चाहिँ हुनु हुँदैन भन्ने कुरा भयो। नेपालले त्यो गर्न सकेन। फेरि 2019 मा चाहिँ फेरि चाहिँ चाइनाको चाहिँ प्रधानमन्त्री को आउँदाखेरि फेरि एग्रिमेन्ट भएको छ, तर सुन्तला लान सकेन। अब किनभने हाम्रो फ्रुट फ्लाई नियन्त्रण गर्न सकेन। त्यसको लागि चाहिँ उनीहरूले आफ्नो चाहिँ के दिए भने यसलाई 7 डिग्री सेन्टिग्रेड र 3 डिग्रीमा चाहिँ प्रि कुलिङ गर्नुपर्छ, 7 डिग्री सेन्टिग्रेडमा र 3 डिग्रीमा स्टोरेज गर्नुपर्छ भनेर उनीहरूले सजेसन गरे। अब यो काम चाहिँ सुरु गर्नलाई के हुन्छ भने पहिले हामीले यो स्टडी गर्नुपर्छ, वेदर 7 डिग्रीमा सुन्तला स्टोर गर्न सकिन्छ सकिन्न 3 डिग्रीमा। यो सम्बन्धी स्टडी नै भएको छैन। रिसर्च चाहिँ नभइकन एकैचोटि चाहिँ सुन्तला लिएर गयो भने त किसान त मर्कामा पर्छ नि त। र त्यसको अल्टरनेट के छ? यो खालको चाहिँ के भन्दाखेरि जस्तो हाम्रो अहिले नार्कले पनि यस्ता खालका सुन्तला डिभिजनहरू भयो, फलफुल विकास केन्द्रहरू छन्, यिनीहरूले पनि यसमा चाहिँ कन्सन्ट्रेसन गर्नु पर्यो कि यसमा कन्सन्ट्रेसन भएन। र अहिले हाम्रा समस्या इनएप्रोप्रिएट हार्भेस्टिङ, इनएप्रोप्रिएट प्याकेजिङहरू, पुवर म्यानेजमेन्ट यिनै हाम्रा मेजर प्रब्लम हुन्। र डोकामा ल्याएर सुन्तला ओसारिन्छ, डोकाले चाहिँ कति कोतरेको हुन्छ, कति घाउ लागेको हुन्छ, डोकामा हार्भेस्ट गरिन्छ। र प्लास्टिक क्रेट चाहिँ एउटा नयाँ चाहिँ आएको हो। र बाहिरबाट आएका चाहिँ हामीले हेरौँ त कसरी आएको हुन्छन् स्याउहरू। तपाईँको चाहिँ क्रेटमा चाहिँ तह तह बनाएको हुन्छ, स्टाइरोफोम लागेको हुन्छ,
साइज अफ प्याकेजिङ चाहिँ फ्रुट अनुसार साना हुन्छन्। किवीले चाहिँ एक लेयर मात्रै स्टोरेज गरेर हुन्छन्। स्ट्रबेरीहरू एक लेयर साना साना ट्रेहरूमा स्थापना गरेका हुन्छन्। र हाम्रो चाहिँ के भन्दाखेरि एउटा प्लास्टिक ट्रे मात्रै हाम्रो छ, त्यो पनि चाहिँ डिफ्रेन्ट फ्रुटलाई डिफ्रेन्ट ट्रे चाहिन्छ, डिफ्रेन्ट कन्भिनियन्ट चाहिन्छ। र कहिलेकाहीँ चाहिँ हामीले गरेका कुराहरू हामीले अफाक सिद्ध भएछन्। जस्तै मैले पनि रिसर्च गरेँ, अब जस्तै एप्पलको ढुवानीको लागि हामीले चाहिँ कार्डबोर्ड बक्सहरू बनाइयो, सुन्तलाको लागि बनाएको छ। तर के भन्दाखेरि इट एड्स टु द कस्ट हुँदाखेरि लोकल डोमेस्टिक मार्केटको लागि त्यति इफेक्टिभ भएन। एक्सपोर्ट गर्नको लागि मात्रै त्यस्तो ट्रान्सपोर्टेसन फेसिलिटी चाहिँ प्याकेजिङ चाहिँ एकदम राम्रो हो। तर लोकलको लागि हामीले त्यसमा गर्नु चाहिँ के भन्दाखेरि कस्ट एड भयो र किसानहरूले त्यो युज गरिदिएनन्। अस्ति म सिन्धुली गएको थिएँ, होइन प्याकेजलाई 65 रुपियाँ पर्छ, 65 रुपियाँ थप्यो नि त भन्ने खालको कुरा भयो। अब के माथि हेडिङै राम्रोसँग आएन, त्यो बिग्रेर। पोस्ट चार्ज प्लानिङ एक्जिक्युसन सबै चाहियो यसको लागि। पोस्ट चार्ज म्यानेजमेन्टको लागि रोल अफ प्याक हाउस इन ट्रान्सफर्मिङ, यसको लागि पोस्ट चार्ज म्यानेजमेन्ट रिफर टु एसेम्बलिङ अफ द प्रोड्युस, प्याक हाउस अपरेसन, प्रोसेसिङ एन्ड स्टोरेज, ट्रान्सपोर्टेसन, मार्केटिङ। यी मेजर यी कुरा हुन्। र प्याक हाउस इज द मिड पोइन्ट फर लिङ्किङ बोथ प्रोड्युसर एन्ड मार्केट। It is a hub, serve as a hub of the coordination between the producer and market, dictates production, regulates the supply. General pack house operations are pre-cooling, sorting is सबै हुन् है, हामीलाई सबैलाई थाहा छ यो कुरा। अब प्याक हाउस अपरेसनहरू सर्टमा मैले भन्छु, भन्दिनँ सबै चाहिँ। जस्तो प्री कुलिङ, डम्पिङ, क्लिनिङ यी सबै भन्न जरुरी छैन। यहाँनिर एउटा चाहिँ प्री कुलिङको मैले स्ट्रेस दिन्छु। के हुन्छ भन्दाखेरि एभ्री 10 डिग्री सेन्टिग्रेडमा त रेस्पिरेसन फिजियोलोजिकल एक्टिभिटीहरू चाहिँ 10 डिग्री इन्क्रिज हुँदा 10 डिग्री चाहिँ डबल हुन्छ। तर लोवरमा चाहिँ के हुन्छ, जस्तो 14 डिग्रीबाट 4 डिग्री गऱ्यो भने 4 गुणा चाहिँ फरक पर्छ। लोवर टेम्परेचरमा यो चाहिँ Q10 भ्यालु चाहिँ धेरै हाई भएको हुनाले टेम्परेचर 10 डिग्रीबाट 8 डिग्री गर्दाखेरि कहिलेकाहीँ स्टोरेज लाइफ डबल हुन्छ। र त्यसकारण चाहिँ के भन्दाखेरि प्री कुलिङ हाम्रो गर्ने चाहिँ के जहिले बाबुले गरेर भएन कि। फलफुल हार्भेस्ट गरियो तुरुन्तै प्री कुलिङ गर्नुपर्छ इमिडिएटली। र 12 घन्टा नाग्यो भनेदेखि जस्तो किवीमा एप्पलहरूमा पनि 12 घन्टा नागिसकेपछि प्री कुलिङको त्यति साह्रो इफेक्टिभिटी हुँदैन, किनभने इथिलिन प्रोडक्सन वन्स इनिसिएटेड इट विल स्टार्ट। त्यसकारण प्री कुलिङ चाहिँ सुड बी डन एज अर्ली एज पोसिबल। र यही सन्दर्भमा म अहिले भन्छु, नेपालमा धेरैले सुन्तलाहरू बिग्रिए भने र मसँग पनि धेरै कम्प्लेनहरू आयो। यो चाहिँ कुरा के हो भने स्टोरेज रुमहरू बनाएका छन्, सुन्तलाहरू ल्याएर चाहिँ प्री कुलिङ यताउता केही छैन, वात्तै ल्याएर सबै सुन्तला एकैचोटि राख्दाखेरि के भने त्यो फिल्ड हिटले गर्दा स्टोरेजको हिट इन्क्रिज भयो। सुन्तला स्टोर त के भन्दाखेरि 8 डिग्रीमा गरे, तर चाहिँ त्यो 8 डिग्री चाहिँ के भन्दाखेरि आएको छैन। फलफुलको तापक्रम चाहिँ 15-16मा रह्यो के। त्यो धेरै दिनसम्म तापक्रम धेरै रहँदाखेरि चाहिँ त्यस्ता फलफुलहरू चाहिँ रेस्पिरेसन भयो, डिजिज भयो र चाहिँ बिग्रे। अर्को कुरा चाहिँ के भने स्टोरेज रुमहरूमा यिनीहरूले जथाभावी मान्छे पस्न दिने, सेनिटाइजेसन छैन, क्रेटको सेनिटाइजेसन छैन, र पस्ने मान्छे चुना झोकामा राख्ने, यताउता राख्ने, क्लोरिन राख्ने त्यो छैन। यो चाहिँ के जथाभावी पस्ने हेर्ने गरेर चाहिँ सबै सुन्तलाहरू बिग्रिने, फ्रुटहरू बिग्रिएका चाहिँ प्रब्लमहरू छन्। म गएँ र मैले फिल्डमा पनि यो चाहिँ मैले चाहिँ अनुगमन गरेँ मैले। र यो जनरल फ्लो चार्ट अफ द प्याक हाउस कस्तो हुन्छ त भन्दाखेरि हामी र मेटेरियलहरू एराइभ गर्छौँ र प्राइमरी इन्सपेक्सन गर्छौँ, पहिले वेट गर्छौँ। र मेटेरियललाई पनि हामीले चाहिँ पहिले प्री सर्टिङहरू पनि गर्छौँ र खास गरेर प्याक हाउसमा चाहिँ सर्टिङ, क्लिनिङ, ग्रेडिङ यी अपरेसनहरू गर्छौँ। र आफ्टर ग्रेडिङ पनि हामीले चाहिँ के भन्दाखेरि प्याक गर्नु पर्यो, इन्सपेक्सन गर्नु पर्यो, रिजेक्सन गर्नु पर्यो, डिस्प्याच गर्नु पर्यो। र यो चाहिँ यता 2 भागमा जनरल फ्लो चार्ट अफ द प्याक हाउस यसरी आछ। र एउटा दिस इज ए मोडल प्याक हाउस, एउटा इक्जाम्पल मैले चाहिँ यहाँ एप्पलको दिएको र सिट्रसहरू धेरै फ्रुटमा चाहिँ यो कमन हो। र केहीमा चाहिँ स्पेसिफिक ट्रिटमेन्टहरू हुन्छन् र एडिसनल इन्स्ट्रुमेन्टहरू राखिन्छ। जस्तै हार्भेस्ट गरियो, हार्भेस्ट गरेपछि एप्पललाई ल्याएर तुरुन्तै हार्भेस्ट फिल्डबाट ल्याएर तुरुन्तै पानीमा डम्प गरिन्छ। हेर्नुहोस्, चिसो पानीमा डम्प गरिन्छ। पानीमा गर्दाखेरि एकदम कुलिङ हुन्छ, कुलिङ भएपछि त्यसलाई चाहिँ लिफ्टिङ हुन्छ, वासिङ हुन्छ। त्यसपछि चाहिँ के भने वासिङ गरेपछि ड्राइङ गरिन्छ, ब्रुसिङ गरिन्छ, वेक्स एप्लिकेसन गरिन्छ, अनि ग्रेडिङ गरिन्छ, साइजिङ गरिन्छ, र यसलाई चाहिँ के भने ढुवानी गरिन्छ। र हाम्रो ग्रेडिङ गरिसकेपछि
हामीले के गर्छौँ भन्दाखेरि अब एक्सपोर्ट क्वालिटी हाई ग्रेड चाहिँ एक्सपोर्टमा जान्छन्, लो ग्रेडहरू प्रोसेसिङमा र लोकल मार्केटमा जान्छन्। दिस इज द ट्रेन्ड इन इन्टरनेसनल इन एभ्री प्याक हाउस। कन्सिडरेसन फर प्याक हाउस इस्टाब्लिसमेन्ट। अब प्याक हाउस इस्टाब्लिसमेन्टमा के कन्सिडरेसन गर्नुपर्छ भन्दाखेरि अब यहाँ म इक्जाम्पलै दिएर भन्छु। लोकेसन, प्याक हाउस सुड बी लोकेटेड इन द सेन्टर अफ द प्रोडक्सन एरिया। र नेपालमा प्याक हाउस स्थापना गरिएका रहेछन् एक दुईवटा। एउटा चाहिँ म नमुना केही दिन अगाडि म गएर सिन्धुली गएर प्याक हाउस गरेँ। सिन्धुलीमा जुनारको प्याक हाउस छ। जुनार प्रोडक्सन खनिया खर्का हुन्छ 15 किलोमिटर माथि। प्याक हाउस लगाएर सिन्धुली बजारमा स्थापना गरेँ। इट इज नट इन द प्रपर लोकेसन। अब ल्यान्ड फ्ल्याट हुनुपर्छ, त्यहीँ पनि फ्ल्याट ल्यान्ड चाहिएला। अब फ्ल्याट ल्यान्ड, एसेस टु रोड, वाटर सप्लाई, इलेक्ट्रिसिटी सप्लाई, अब प्याक हाउस प्लानिङ, द साइज कत्रो गर्ने, के गर्ने भन्ने कुरा, द्याट डिपेन्ड्स अन द प्रोडक्सन। प्याक हाउस क्यान बी स्मल टु भेरी लार्ज, प्रड्युसिङ 30,000 40,000 1 लाख टन चाहिँ फ्रुटहरू चाहिँ ह्यान्डल गर्ने ठुला ठुला प्याक हाउस हुन्छन्। म चित्र पनि अहिले देखाउँछु। लिङ्केज अफ द प्याक हाउस यहाँनिर हेरौँ। लेफ्ट फिगरमा चाहिँ के छ भन्दा एमा हाम्रो मार्केट छ। फार्मरले चाहिँ के भने हार्भेस्टिङ, फिल्ड ह्यान्डलिङ, सेफ प्रोडक्सन, गुड एग्रिकल्चर प्र्याक्टिसेस, सिड सिस्टम सप्लाई, इम्प्रुभ भेराइटिज, यो चाहिँ फार्मरको कन्सिडरेसन भयो। प्याक हाउसले चाहिँ के हो, कोअर्डिनेट। प्याक हाउस चाहिँ के छ भन्दाखेरि म अझै जान्छु तल, आएको छ होइन? हेलो हेलो, आज सर आज आइरहेको छ हजुर। एक दुईजनाले यहाँ आएन भनेर मलाई मेसेज पठाएर। होइन, आएको छ सर, आएको छ। ल अब के छ भने प्याक हाउस भनेको के भन्दाखेरि इट इज सेन्टर पोइन्ट लिङ्केज, प्याक हाउस कोअर्डिनेट प्रोडक्सन। प्याक हाउस मात्रै भएर भएन कि, प्याक हाउसले चाहिँ के भन्दाखेरि मार्केटलाई लिङ्केज गर्छ र मार्केट प्लानिङ, मार्केट अनुसार प्रोडक्सन गर्छ र फार्मरसँग लिङ्केज गर्छ। प्याक हाउस इज ए हब। र प्याक हाउसमा गर्ने एक्टिभिटीहरू रिसिभिङ, प्री कुलिङ, ग्रेडिङ, प्याकेजिङ, यसरी फ्लो चार्ट हुन्छ। र एउटै गेट हुनुहुन्न इन्ट्रीको र एक्जिटको। इन्ट्री चाहिँ रिसिभिङ एक साइड हुन्छ भने एक्जिट अर्को साइड हुनुपर्छ। अब यो हेरौँ कन्भेन्सनल मार्केटिङ सिस्टम। हाम्रो कन्भेन्सनलमा अहिलेको नेपालको कन्टेक्स्टमा चाहिँ मिडलम्यान आएर त धेरैले चाहिँ के भन्दाखेरि बिचौलियाहरूले पैसा खाए, तरकारीको भाउ चाहिँ काउलीको 12 रुपियाँ छ किसान कहाँ, बजारमा 50 रुपियाँ छ भन्ने कुरा एउटा धेरै गुनासोहरू पनि आएका छन्। र यसलाई चाहिँ के भन्दाखेरि हामीले यदि प्याक हाउस भयो भने फार्मर्स क्यान डाइरेक्ट गो टु द प्याक हाउस। एउटा चाहिँ मिडलम्यान हामीले हटाउन सक्छौँ। र प्याक हाउसले चाहिँ के भने टेम्पोररी स्टोरेज गरेर तरकारी पनि, खास गरेर तरकारी स्टोरेज गरिँदैन लङ टर्मको लागि, तर मार्केट रेगुलेसनको लागि, बल्क पुर्याउनको लागि चाहिँ, लोड पुर्याउनको लागि चाहिँ स्टोरेज गर्नुपर्ने हुनसक्छ। र यसरी होलसेल मार्केट, एक्सपोर्ट मार्केट, रिटेलर, कन्ज्युमरलाई चाहिँ हामीले चाहिँ प्याक हाउसले पठाइन्छ। अब एप्रोप्रिएट, अब रोड म्याप फर पोस्ट हार्भेस्ट म्यानेजमेन्ट अफ फ्रुट्स एन्ड भेजिटेबल्स। अब एप्रोप्रिएट प्याक हाउस चाहियो फ्रुटको लागि र भेजिटेबलको लागि। एप्रोप्रिएट प्याक हाउस हुनु पर्यो। कस्तो हुने त भन्दा फ्रुटको लागि अलग्गै हुन्छ, भेजिटेबलको लागि अलग्गै हुन्छ। तल मैले अझै डिस्कसन दिएको छु, बिजनेस रोड म्याप दिएको छु मैले। अब ए जनरल द कन्सेप्ट अफ प्याक हाउस इज टु प्रड्युस द कमोडिटी इन इन्डिभिजुअल फार्मर्स, बट प्याकेजिङ एन्ड मार्केटिङ अफ द गुड क्वालिटी प्रड्युस इन कोअपरेटिभ मोडल। र कोअपरेटिभ मोडल मार्केटिङ गर्नुपर्छ, प्रड्युस सेपरेटली, मार्केटिङ टुगेदर। अब हामी यसको लागि चाहिँ प्याक हाउसको लागि चाहिँ तुरुन्तै आजै हुने होइन, गभर्मेन्टको पोलिसीमा राख्नु पर्यो, लङ टर्म पोलिसी हुनु पर्यो। र गभर्मेन्टको एउटा भिजनरी 5 इयर प्लान हुनु पर्यो, अर्थात् चाहिँ त्यसरी गर्नु पर्यो भन्ने एउटा मेरो एउटा धारणा हो। गभर्मेन्टले चाहिँ नेसेसरी फेसिलिटीहरू चाहिँ जस्तै इलेक्ट्रिसिटीहरू, सब्सिडाइज रेट, लोनहरू, ट्याक्सहरू, यी चिजहरूमा चाहिँ के भन्दाखेरि जस्तो गभर्मेन्टले अहिले रिसेन्टली चाहिँ गुनासो किसानको, अब पहिलेदेखि ट्याक्स लगाएको छ, एउटा चाहिँ फलफुलको चाहिँ वाइन गरायो भने पनि त्यही अब कम्पनी चाहिँ के भन्दाखेरि जस्तो दर्ता गरेको छ छुट छैन। अरू कम्पनी दर्ता गर्ने भन्ने कुरा चाहिँ कति तपाईँहरूलाई अनुभव होला, अब मलाई त्यहाँ अनुभव पनि छ। र धेरै गाह्रो छ, धेरै चाहिँ किन 17-18 ठाउँमा धाउनुपर्छ। इट इज भेरी डिफिकल्ट। र फार्मलाई कम्पनीमा लानु चाहिँ, र गभर्मेन्टले यसको लागि चाहिँ केही चिज चाहिँ गर्नु छ डिस्टेन्स मार्केटको लागि। इन्स्टिट्युसनल एरेन्जमेन्ट पनि छ।
The first commercial production of fruits and vegetable remote area for distance market visionary roadmap is presented here. यहाँ चाहिँ हामीले चाहिँ एप्पल मेन्डरिन र भेजिटेबलको लागि मैले रोड म्याप प्रिपेयर गरेको छु। अब टेम्परेट फुडको लागि अहिले धेरै सबै गर्न सकिन्न है। सुरुमा चाहिँ अहिले मैले के भन्दाखेरि कर्णाली प्रोभिन्समा अहिले 32,000 मेट्रिक टन स्याउ उत्पादन हुन्छ र 3 टाइम्स चाहिँ इन्क्रिज भएको छ जग्गा चाहिँ के भन्दाखेरि 3600बाट चाहिँ के भन्दा 9,591 हेक्टर भएको छ प्रोडक्सनमा। अब 3 वर्षपछि यो यिल्ड चाहिँ 3 गुणा बढ्छ यही कन्सेप्टले गए पनि। त्यसकारण चाहिँ के भने एउटा प्याक हाउस चाहिँ सुरुमा एउटा भनौँ न त्यहाँ त 10औँ प्याक हाउस एउटा स्टाफले भयो भने त्यो मान्छेले कपी गर्दा बर्डिङ स्कुल कपी भयो जस्तो सुरुमा चाहिँ एउटा चाहिँ प्याक हाउस चाहिँ स्थापना गर्न एकदमै नितान्त आवश्यक छ। र मैले चाहिँ के भने कर्णाली प्रदेशको लागि जुम्लामा एउटा प्याक हाउस स्थापना गर्न मैले सजेसन गरेको छु। र किनभने जग्गा पनि फ्ल्याट छ, राम्रो छ। अब ए प्याक हाउस म्यानेजमेन्ट बोर्ड सुड बी फर्म to produce group to provide guidelines for production quality of the fruits demand in the market. र साइजेबल एउटा चाहिँ 50,000 मेट्रिक टन चाहिँ स्याउ ट्रान्जेक्सन गर्ने प्याक हाउसको चाहिँ मैले इस्टिमेट गरिदिएको छु यहाँनिर। र त्यसको साथसाथै प्याक हाउस मात्रै होइन, हामीले चाहिँ के भने रेफ्रिजरेटेड भेहिकल फर कोल्ड चेन ट्रान्सपोर्ट अब 15,000लाई चाहिँ मैले क्यालकुलेसन गरेर चाहिँ के भन्दाखेरि इस्टिमेसन मैले दिएको छु, यहाँ तल मैले दिँदैछु। त्यस्तै सुन्तलाको लागि अब म्यान्डारिन ओरेन्जको लागि चाहिँ मैले सुनेको कता कता अब यो चाहिँ के भन्दाखेरि हाम्रो गल्छीमा चाहिँ प्याक हाउस राख्ने रे चाइना एक्सपोर्ट गर्न भन्ने मैले कता कता यो सुनेको। अब यहाँ मैले माथि भनिसकेँ। अब सुन्तला उत्पादन गर्ने स्याङ्जामा अब गल्छीमा चाहिँ ल्याएर सुन्तला प्याक हाउस गर्दाखेरि अब हामी साइन्टिस्ट हौँ जब बुझौँ त मैले अघि नै भने के ग्राफ देखाएर त्यहाँ उत्पादन गरेको सुन्तला यहाँ प्याक हाउसमा ल्याउँदाखेरि उही तपाईँ चाहिँ के भन्दा रास गराएर राख्ने अनि पछाडि ग्रेडिङ गरे जस्तो त्यहाँबाट चाहिँ ल्याएर यहाँनिर ल्याएर क्रेटमा राख्ने, यहाँनिर गएर प्रिकुलिङ गरेर कुनै पनि त्यसको चाहिँ सिग्निफिकेन्स हुँदैन। यो चाहिँ के भने तपाईँहरू हर्टिकल्चरिस्टहरू तपाईँहरू कोही चाहिँ इन्भल्भमेन्ट हुनुहुन्छ यदि भनेदेखि हाम्रो जहाँ प्रोडक्सन हुन्छ त्यहीँ हुनुपर्छ। भोलि बिहान राम्रो प्रोडक्सनमा चाहिँ स्याङ्जामा चाहिँ 10वटा प्याक हाउस हुन सक्छन् सुन्तलाका। र अहिले चाहिँ के भन्दा स्याङ्जाको कन्डिसन चाहिँ सबभन्दा धेरै भएको हुनाले स्याङ्जामै प्याक हाउस स्थापना गर्नुपर्छ एउटा भन्ने मेरो एउटा एजम्सन हो। 13,800 मेट्रिक टन म्यान्डारिन हुनेछ र एउटा 20,000 मेट्रिक टन क्यापासिटीको प्याक हाउसको मैले इस्टिमेसन गरेको छु। र त्यो प्याक हाउसमा भएका सुन्तलाहरू रेफ्रिजरेटेड ट्रान्सपोर्टेसनको लागि पनि र तिब्बत चाइना पठाउनको लागि त्यसको पनि मैले चाहिँ के भने इस्टिमेसन गरिदिएको छु। र सब स्ट्यान्डर्ड हाम्रो चाहिँ के भने फ्रुटहरूलाई सँगसँगै एउटा सानो इन्डस्ट्री प्रोसेसिङ पनि जाम जेली बेभरेज बनाउनला गर्नुपर्छ। प्याक हाउस स्थापना गर्दाखेरि यो प्रोसेसिङ इन्डस्ट्री पनि नितान्त आवश्यक छ। भेजिटेबलको लागि चाहिँ के छ भन्दाखेरि अहिले मैले बुझेअनुसार हाम्रो सिधुवाको तरकारी पनि इन्डिया जान्छ, कपुरकोटतिरको पनि जान्छ। र कपुरकोट मात्रै नभएर चाहिँ के भन्दाखेरि कपुरकोट भयो, सल्यान, रोल्पा, प्युठानहरूको तरकारीहरू फ्रुटको प्याक हाउस र भेजिटेबल प्याक हाउसमा स्लाइटली डिफरेन्स हुन्छ। र डिफरेन्ट प्याक हाउस स्मल प्याक हाउस क्यान बी इस्टाब्लिस। इट इज चिपर। भेजिटेबल प्याक हाउस इज चिपर देन द फ्रुट प्याक हाउस। र भेजिटेबलमा हाम्रो वेक्सिङहरू विभिन्न अदर स्पेसल ट्रिटमेन्टहरू खास गरिँदैन। सर्टिङ ग्रेडिङ गर्ने, कलेक्सन गर्ने, प्री कुलिङ गर्ने मात्रै हो र स्टोरेज गर्ने। र मैले चाहिँ सल्यान, प्युठान, रोल्पा, रुकुमहरू नियर बाई एरियाको चाहिँ तरकारी लानलाई र पहिले चाहिँ मैले सिधुवातिर नभएर मैले चाहिँ अहिले चाहिँ के भन्दा कपुरकोटको लागि एउटा प्रपोज गरेको छु। र म त्यहाँ जाँदाखेरि चाहिँ के भन्दाखेरि यिनीहरूले लुकी छिपी गरेर इन्डियातिर अक्सिजन टमाटरहरू तरकारीहरू पठाएछन्, दिल्लीसम्म पनि पुगेको छ। तर चाहिँ के भने बोर्डरमा चाहिँ निकै किचकिच हुन्छ, पैसा खुवाउनुपर्छ। बोर्डरमा लगेपछि इन्डियनले लान्छन् र इन्डियनहरूको कन्ट्याक्टमा चाहिँ कपुरकोटमा आएर तरकारी किनेर इन्डियन दलालहरूले लाने गरेका छन्। र लाँदाखेरि धेरै तरकारी बिग्रिन्छ, हाई टेम्परेचर छ। अक्सिजन भन्ने बित्तिकै समर पर्यो, समरमा चाहिँ फ्यात्ला फुत्लुकेको हुन्छ। र रेफ्रिजरेटेड भेहिकल र गभर्मेन्टले एग्रिमेन्ट गरेर सप्लाई गर्ने सिस्टम भयो भने वी हेभ टु सप्लाई थ्रु द रेफ्रिजरेटेड भेहिकल। र भेजिटेबल प्याक हाउस चाहिँ लेस सफिस्टिकेटेड
र अहिले चाहिँ के भन्दाखेरि कपुरकोटमा अर्थात् नियर बाई एरियामा इस्टाब्लिस गर्न मैले भनेको छु। र यहाँ इस्टिमेसन पनि दिएँ। लगभग चाहिँ के भन्दाखेरि जुम्लामा एउटा प्याक हाउस स्थापना गर्न मैले जग्गा सग्गा कोल्ड चेन सबै गरेर चाहिँ के भन्दाखेरि 20,000 मेट्रिक टन चाहिँ के भने स्याउ चाहिँ उ गर्नको लागि चाहिँ अब 9 करोड जति र सुन्तलाको लागि चाहिँ के अरे यो 900 करोड होला, यो 500 करोड 500 मिलियन हो। र चाहिँ के भन्दाखेरि यो चाहिँ के भन्दाखेरि भेजिटेबल गरे 400 मिलियन। यो चाहिँ मैले चाहिँ के भन्दाखेरि बजार यताउता गरेँ। दिस इज जस्ट ए इस्टिमेट, रफ इस्टिमेट। र प्याक हाउसको चाहिँ सञ्चालन गर्न चाहिँ प्याक हाउस चाहिँ बनाएर मात्रै भएन, वास्तवमा चाहिँ प्याक हाउस सञ्चालन गर्ने बोर्ड चाहिन्छ। र मैले के सजेसन गरेको छु भने 11वटा बोर्ड हुने मध्ये 2जना चाहिँ सरकारी हुनु पर्यो। द जनरल म्यानेजर एक्जिक्युटिभ अफिसर विल बी एज ए मेम्बर अफ द सेक्रेटरी, एनदर अफिसर नोमिनेटेड फ्रम द कन्सर्न गभर्मेन्ट अथोरिटी, लाइक फलफुलको लागि फुडबाट नेसनल सेन्टर फर फुड डेभलपमेन्टबाट र भेजिटेबलको लागि नेसनल सेन्टर फर पोटेटो भेजिटेबल स्पाइस क्रप डेभलपमेन्टबाट एकजना प्रतिनिधि राख्ने र एउटा गभर्मेन्टको चाहिँ त्यहाँ सिओ अर्थात् म्यानेजर राख्ने र 11 मेम्बर मध्ये चाहिँ अध्यक्ष चाहिँ के भने उनीहरूले छानुन्, त्यहीँबाट प्रड्युसर ग्रुपबाट एउटा बोर्ड गठन गर्नुपर्छ र यो मोडेलमा सञ्चालन गर्नुपर्छ भनेको। देयर आर डिफ्रेन्ट मोडेल्स, दिस इज वान अफ दि मोडल। ओके, र यो पोस्ट आफिस म्यानेजमेन्ट टिम त्यहाँ छुट्टै टिम हुनुपर्छ। त्यो कमिटीबाट चाहिँ उनीहरूले एउटा मार्केटिङ टिम गठन गर्नु पर्यो, एउटा प्रोडक्सन टिम। मार्केटिङ टिमले कहाँ कहाँ मार्केट छ भनेर मार्केट चाहिँ एक्सप्लोर गरेर मार्केट डिमान्ड क्रिएट गरेर चाहिँ त्यही किसिमले उनीहरूले लिङ्केज गर्नु पर्यो प्रोडक्सन टिमलाई। प्रोडक्सन टिमले त्यो मार्केटमा सप्लाई गर्नको लागि कहिले उत्पादन गर्ने, कुन भेराइटी लगाउने भनेर चाहिँ के भने त्यसले चाहिँ के भने प्रोडक्सन टिमले फार्मरलाई चाहिँ बिउ बाँड्ने हो कि बेर्ना बाँड्ने हो कि टेक्नोलोजी दिने हो कि कहिले हार्भेस्ट गर्ने, त्यो चाहिँ के भन्दाखेरि एउटा म्यानेजमेन्ट टिम चाहिँ अत्यन्तै आवश्यक छ। अब अपरेसन गर्न त के भन्दाखेरि अब अपरेटिङ स्टाफहरू दिने स्टाफहरू यहाँ धेरै चाहिए, मैले लेखेर दिएको छु। जनरल म्यानेजर सबै एडमिनिस्ट्रेटिभ स्टाफ यिनी चाहिँ के भन्दाखेरि सबै अफिस सञ्चालन गर्न थियो र सिजनल स्टाफहरू पनि चाहिए। र प्याक हाउसको अहिले मैले भने एउटा डिमेरिट के भने 12 महिना नचल्ने भयो। फलफुल उत्पादन त 12 महिना हुँदैन। यसको लागि चाहिँ के भने हामीले स्टोरेज गर्छौँ, हामीले चाहिँ प्रोसेसिङ गरेर पनि स्टोरेज गरिन्छ, प्रोसेसिङ नगरिकन पनि स्टोरेज गरिन्छ र स्टोरेज गरेर कन्टिन्युअसली प्रोसेस गरेर सप्लाई पनि गरिन्छ। त स्टोरेज गरेका चाहिँ जुन हाम्रा चिजहरू हुन्, हाम्रो इन्डस्ट्री त रेगुलरली चल्ने भयो नि त सधैँभरि। त्यस कारण चाहिँ के भने इन्डस्ट्री इस्टाब्लिसमेन्ट चाहिँ यस कारणले आवश्यक छ कि हामीले कन्टिन्युअली सस्टेन पनि गर्नुपर्ने हुन्छ। र यसको लागि चाहिँ गभर्मेन्टले गर्नुपर्ने के भन्दाखेरि क्वालिटी एसुरेन्स एन्ड वर्किङ मोडालिटी, यो गभर्मेन्टले चाहिँ गर्नुपर्ने हुन्छ। प्लान्ट क्वारेन्टिन, पेस्टिसाइड म्यानेजमेन्ट, डिपार्टमेन्ट अफ एग्रिकल्चर, नेसनल फ्रुट डेभलपमेन्ट सेन्टरले उनीहरूले चाहिँ के भन्दाखेरि डिजिज म्यानेजमेन्ट हुनु पर्यो, अर्चाड इन्सपेक्सन हुनु पर्यो, प्याकेज प्र्याक्टिसेस भेरिफिकेसन हुनु पर्यो, फेसिलिटिजहरू चेक गर्नु पर्यो, ट्रान्सपोर्ट प्रोभाइड गर्नु पर्यो। यो चाहिँ के भने सिस्टमिक इम्प्लिमेन्टेसनमा क्वालिटी एसुरेन्स गर्नु पर्यो, हाम्रो क्वालिटी पनि चेक गर्नु पर्यो, बाहिर पठाउनु पर्ने क्वालिटी भन्ने कुरा एकपटक नराम्रो क्वालिटी गयो भनेदेखि त्यो कति 5-7 वर्षलाई चाहिँ ब्यान्ड हुन्छ। नेपालको चाहिँ मह नै ब्यान्ड छ हामीलाई थाहा छ होइन। र पेस्टिसाइड रेजिड्यूहरू इन्सपेक्सन यो चाहिँ के भन्दाखेरि यो च्यालेन्जिङ छ नेपालको। अहिले हामीले चाहिँ के भन्दाखेरि तरकारी खाँदा कति पेस्टिसाइड खान्छौँ, फ्रुट खाँदा कति पेस्टिसाइड खान्छौँ। अब यो चाहिँ के भन्दाखेरि यी चिजहरू वास्तवमा प्याक हाउसबाट सप्लाई हुन्छ भनेदेखि यसको चाहिँ ग्यारेन्टी प्याक हाउसले लिनुपर्छ। प्रड्युसर रजिस्टर्ड हुन्छन्, प्रड्युसरहरूले चाहिँ के भन्दाखेरि उनीहरू चाहिँ एकपालि डिस्क्वालिफाई भएपछि उनीहरूको मालहरू प्याक हाउसले किन्दैन। र अहिले चाहिँ आएको सिस्टम चाहिँ हाम्रो क्वालिटी ग्लोबल गुड एग्रिकल्चर प्र्याक्टिसेस, र अहिले हामीले चाहिँ अब चाहिँ ग्लोबल गुड एग्रिकल्चर प्र्याक्टिसेसमा हामी जानै पर्ने छ। र गुड हाइजिनसँग खेल्नको लागि हाम्रो चाहिँ अलिकति अर्ग्यानिक एग्रिकल्चर मात्रै भनेर हुँदैन। अर्ग्यानिक एग्रिकल्चर राम्रो हो, तर आयुर्वेदिक औषधि राम्रो हो। हामीलाई चाहिँ के भन्दाखेरि चिरफार गर्नु भने त एलोपेथीकै चाहियो। र हामीले गुड एग्रिकल्चर प्र्याक्टिसेस भन्ने बित्तिकै हामीले चाहिँ के भन्दाखेरि हामीले चाहिँ सेफली चाहिँ के भने गुड एग्रिकल्चर प्र्याक्टिस कतिपय केमिकलहरू रिकमेन्डेसन गरेछ, कतिपय डिसइन्टिग्रेसन हुन्छन्। र त्यस किसिमले हामीले चाहिँ के भन्दाखेरि कुन समय युज गर्ने, वेटिङ पिरियड पर्खनु पर्ने, यी चिजहरू चाहिँ हामीले चाहिँ धेरै कन्सिडरेसन गर्नुपर्छ। र अहिले चाहिँ के भन्दाखेरि यी चिजहरू हाम्रो नियन्त्रण छैन। अब
मेरो सोचाइ के भने अब जुम्ला स्याङ्जा हामीले प्रोडक्सन गर्ने यिनीहरू कोअपरेटिभ मोडेलमा पनि सञ्चालन गर्न सक्छ। अर्को मोडेल कोअपरेटिभ जस्तो मैले भनेको मोडेल नभएर आफै किसिमले पनि सक्छ, इन्डिभिजुअल फार्मरले पनि उत्पादन गरेर आफै गर्न सक्छ। र यो ओनरसिप कसले लिने भन्ने कुरा चाहिँ गभर्मेन्टले ओनरसिप लिँदा इफेक्टिभ नहोला, किसानहरूलाई नै ओनरसिप दिनुपर्छ र गभर्मेन्टले सपोर्ट मात्रै गर्ने हो वास्तवमा चाहिँ। र इन्डिभिजुअली पनि गर्न सक्छ पर्चेसिङ सेलिङ। A pack house will run itself and generate profit for a cooperative or shareholder. Long run मा सुरुमै मात्रै गाह्रो, इस्टाब्लिस गरिसकेपछि it will be a profit making organizations. Conclusion. Nepal has potential to increase production and commercialization of different kind of horticultural produce on commercial scale to supply to destination market as well as for export to the other countries. Scattered and low level as well as high cost of production and underdeveloped marketing are the major bottleneck to boost production. At present countries, the amount of production is not enough for bulk handling. This is the major problem. The production plan should focus on bulk handling and transportation to long distance market. In the recent years, there has been tremendous increase in fruit cultivation area. Within few years, the production could be more than triple. From the effective marketing of the fruits and vegetables, establishment of pack house and cold chain facilities are very much needed. By establishing the pack house, temporary fruit production in remote mountains areas can be effectively supplied to different cities in Nepal. Oranges can be supplied to China. Off-season vegetable produce in hills and mountains can be supplied to India and Bangladesh. In addition to pack house, cold chain facilities, construction of cold storage, establishing industries for processing and smooth road for transport is necessary. The proposed roadmap for post-harvest management of citrus and vegetable with establishment of pack house and cold chain facility in this chapter can be significant step or a milestone in transforming the agriculture sector in Nepal. त्यही फोटो देखाउँछु म। प्याक हाउस एकातिरबाट पस्ने अर्कोतिरबाट निस्किने हुनु पर्यो। यी सिस्टमहरू चाहिँ किन सिस्टमेटिकली हुन्छन् र बिगर प्याक हाउसले हेर्नुहोस् त कति ठुला छन्। यति ठुला ठुला भित्रै रेल जाने खालका प्याक हाउस हुन्छन्, ठुला ठुला भयङ्कर ठुलाहरू चाहिँ यी प्याक हाउसहरू हुन्। फ्रुट यो सुन्तलाको सिट्रसको चाहिँ हो, रेलै हाल्छ, रेलले चाहिँ यसरी ढुवानी गर्छ, युएसएको चाहिँ हो। र प्याक हाउसभित्र यसरी चाहिँ के भने सर्टिङ चाहिँ एभ्री टाइम गरिन्छ कि हामीले सर्टिङ भन्छौँ, प्री सर्टिङ भन्छ। हार्भेस्टिङ गरिसकेपछि प्रोसेसिङ गरिसकेपछि सर्टिङ गर्नुपर्छ, प्याकेजिङ गर्ने बेलामा पनि सर्टिङ गर्नुपर्छ। यसरी बेल्टमा गएर चाहिँ डिफेक्ट चाहिँ मान्छे सबै मेकानाइज गरिसकेपछि नि यहाँनिर चाहिँ इन्क्रिज यसरी गरिन्छ। जस्तै एप्पल चाहिँ डम्प गरिन्छ, एप्पललाई खास गरेर ल्याएर चिसो पानीमा यसरी तैराइन्छ र त्यसपछि यसलाई चाहिँ लिफ्टिङ गरेर चाहिँ यताबाट अगाडि बढाइन्छ र यसरी चाहिँ प्री कुलिङ सँगसँगै गरिन्छ। इमिडिएटली प्री कुलिङ गर्नुपर्छ एप्पललाई। र हामीले चाहिँ जस्तो सिन्डिकेट, असम, हुम्ला सुम्ला गरिन्छ र सुर्खेतमा चाहिँ प्याक हाउस राखिन्छ भने प्री कुलिङको फेसिलिटी हामीले कलेक्सन सेन्टरमा पनि राख्नुपर्छ। प्री कुलिङ गरेर ढुवानी गर्नुपर्छ कोल्ड चेनमा त्यहाँ ल्याउँदाखेरि। र त्यहाँ ल्याइसकेपछि यदि हामीले चाहिँ जुम्लामा राख्यौँ भने जुम्लामा त्यहाँ ल्याइसकेपछि त्यहाँ अरू फर्दर प्रोसेसिङहरू हुन्छ। तर प्राइमरली सर्टिङ र चाहिँ प्री कुलिङ चाहिँ हामीले आउटराइटली चाहिँ जहाँ कलेक्सन छ त्यहीँ गर्नुपर्छ। यो वासिङहरू हो, वासिङ एन्ड क्लिनिङ। साइनिङ यो चाहिँ के गरिसकेपछि हामीले चाहिँ के भने व्याक्सिङ गरिसकेपछि खास गरेर सबै व्याक्सिङ गरिन्छ। व्याक्सिङ चाहिँ के भने थाहा छ किन गरिन्छ भन्ने कुरा, साइनिङ दिनको लागि, घाउहरू प्रोटेक्सन गर्नको लागि। र सिट्रसमा चाहिँ तपाईँको चाहिँ फङ्गिसाइडहरू पनि राखिन्छ व्याक्सिङ गर्दाखेरि। यो चाहिँ अहिले हट वाटर ट्रिटमेन्ट खास गरेर इन्डियाको चाहिँ म्याङ्गो चाहिँ के भने इम्पोर्टिङ कन्ट्रीहरूले ब्यान गरेको हुनाले अहिले फ्रुट फ्लाइको लागि 52 डिग्री सेन्टिग्रेडमा चाहिँ यिनीहरूले हट वाटर ट्रिटमेन्ट गरेर यसरी चाहिँ पठाउँछन् यिनीहरूले। र यो भेजिटेबल प्याक हाउस यसरी सर्टिङ ग्रेडिङ हुन्छ। सबै वासिङ ग्रेडिङ, तलको बनाना चाहिँ वासिङ हो, तलको चाहिँ बनाना चाहिँ भेजिटेबल यसरी स्मल स्केलमा भिलेज लेभलमा पनि फार्मरहरूले यसरी गर्न सक्छन् भन्दाखेरि दिस इज स्मल स्केल भिलेजेस। र प्याक हाउस गरेपछि डेभलप कन्ट्रीमा यसरी प्याक गरिन्छ। यिनीहरू सेनिटाइजेसन गरिसकेपछि ग्यारेन्टी दिएर लेबल गरेर यसरी प्याक हाउसबाट स्टोरेज गरिन्छ र पठाइन्छ र यसरी ट्रान्सपोर्टेसन भेहिकलमा गरिन्छ। र यसरी कोल्ड चेन मुभमेन्ट गर्नुपर्छ। हामीले चाहिँ के भन्दाखेरि हार्भेस्टिङ गरिसकेपछि हामीले चाहिँ डेस्टिनेसन मार्केटमा नजानुसम्म चिस्यान मेन्टेन गर्नुपर्छ। र हामीले कोल्ड चेनमा कोल्डमा राखेका फ्रुटहरूलाई निकालेर
बाहिरबाट बोलेरोमा ढुवानी गर्यो भने अब अहिले त्यही भइरहेछ। हजुर मुस्ताङमा चाहिँ जस्तो मैले गएर अब्जर्भेसन पनि गरेको थिएँ। अब स्याउहरू स्टोरेज गर्नुहुन्छ, बोलेरोबाट निकालेर काठमाडौँ पठाउनुहुन्छ, यो बजार जाने हो भनेर फेरि त्यसलाई चाहिँ धेरै दिन स्टोरेज गर्न सकिँदैन, किनभने एकपालि स्टोरेज गरेर बाहिर निकालेपछि चाँडै बिग्रिने डर हुन्छ। र यो लास्ट हो, सिन्धुलीमा म केही दिन गएको थिएँ। सिन्धुलीमा जुनार उत्पादन र बिक्री भण्डारण शीत भण्डारण छ, यसमा लगेर कसैले पनि स्टोरेज गर्दैन, किनभने खनिया खर्कबाट डाइरेक्ट काठमाडौँ डाइरेक्ट मार्केटिङ गर्ने हुँदाखेरि दिस इज युलेस। र अहिले यो अपरेसनमा छैन। त्यहाँ प्याक हाउस छ, हेर्नुहोस्, दिस इज मोडल प्याक हाउस, सिट्रसको ग्रेडिङ सर्टिङ सबै हुन्छ। र यहाँ पनि कसैले सुन्तला लाँदैन, यो चलेको छैन। यो नचल्नुका विभिन्न कारणहरू, डिस्प्युटहरू, पर्सनलहरू के छन्। अब यो चाहिँ प्याक हाउस हो, मैले अस्ति गएर फोटो खिचेर आएको थिएँ। र यस्तै प्याक हाउस सँगसँगै त्यहाँनिर प्रोसेसिङ युनिट पनि छ। जस्तो सुन्तलाहरू जुनारहरू स्टोरेज गरियो सधैँभरि प्याक हाउस अपरेसन हुँदैन, स्टोरेज गरेर हामीले टाइमली प्रोसेसिङ गरेर चाहिँ ढुवानी गर्न सकिन्छ। र यो नचल्नुको कारण किन छ भन्दाखेरि कुड बी ड्यू टु पर्सनल कन्फ्लिक्ट अफ द ओनर। दिस इज लोकेटेड एट लङ डिस्टेन्स फ्रम प्रोडक्सन साइट, नो इनफ सप्लाई अफ प्रोडक्सन फर स्टोरेज एन्ड प्रोसेसिङ, प्रोसेसिङ इन्क्रिजेस कस्ट एन्ड नो सप्लाई चेन सिस्टम, फर स्टोर प्रोडक्ट देयर मस्ट बी कोल्ड चेन सिस्टम फर ट्रान्सपोर्ट, नो लिङ्केज विथ द मार्केट एन्ड सम अदर्स। यो कारणले गर्दाखेरि चाहिँ हाम्रो स्टोरेज भएको छैन। अब यति भन्दै मेरो भन्नुपर्ने कुरा सबै सिद्धियो। अब अरू चाहिँ क्वेसन एन्सरहरू जिज्ञासाहरू केही छन् भनेदेखि मैले चाहिँ अब चाहिँ उ गर्छु। हस् त ल, अब स्टप सेयर गरौँ है त। हुन्छ सर, हुन्छ, सेयर चाहिँ स्टप गरौँ। अब हामी अहिलेको कालिकाजीलाई पनि मैले देखेँ। कालिकाजी ल कालिकाजी तपाईँ पनि आइपुग्नु होइन? हेलो कालिकाजी, आइपुग्नु भयो हाम्रो मोडरेटर ज्यू होइन? अब म यसलाई कन्टिन्यू गरेँ है। कालिकाजी तपाईँ आउनुहुन्छ कि? ल सचिवजीलाई देखियो, सचिवजीलाई देखियो। ल गौतम सर सुनिराख्नु भएको छ नि हामीलाई? हजुर सुनिहाल्छु सुनिहाल्छु। गौतम सर हजुर, अब यो केही टेक्निकल अब इस्यु हुँदा हुँदै पनि सरले अस्ति रोकिएको चाहिँ यो बागवानी संवाद सिरिज 2 लाई जुन कन्टिन्युटी दिएर आज प्रेजेन्टेसन गर्नुभयो, कम्प्रिहेन्सिभ प्रेजेन्टेसनको लागि र हामी सबै सहभागीहरूको लागि नलेज इम्प्रुभमेन्ट गर्नमा जुन सरले चाहिँ आफ्नो योगदान पुर्याउनु भयो, यसको लागि चाहिँ नेपाल हर्टिकल्चर सोसाइटीको तर्फबाट हामी सरप्रति एकदमै आभार प्रकट गर्दछौँ। ल ल धन्यवाद सर। सरले जुन चाहिँ दिइराख्नु भएको छ हामीलाई हाम्रो ज्ञानको लागि, यो विशेष गरेर बागवानी र त्यसमा पनि पोस्ट हार्भेस्टको सन्दर्भमा सरको योगदानको पनि हामी उच्च मूल्याङ्कन गर्न चाहन्छौँ। यसै सन्दर्भमा अब हामी 25 जना 30 जना जति थियौँ कुनै कालखण्डमा। अहिलेको प्रेजेन्टेसनमा अन्तिममा हेर्दाखेरि 25 जना चाहिँ हामी अहिले पनि स्टिल छौँ। हाम्रो सिनियर सरहरू पनि हुनुहुन्छ। अब मैले 1-2वटा नोटिस गरेका कुराहरू मात्रै सरलाई राख्छु र केही क्लियरिफिकेसन पाऊँ, अनि त्यसपछि अरू सरहरूले पनि यसरी नै राख्न सक्नुहुनेछ। सुनिराख्नु भएको छ नि गौतम सर? अब सरले प्रेजेन्टेसनमा पनि भन्नुभयो हाम्रो यो पोस्ट हार्भेस्टको रिसर्च चाहिँ असाध्यै चाहिँ पुवर भयो नेपालमा भनेर। अब यसलाई चाहिँ कसरी चाहिँ हामीले अब भनौँ न, रिसर्च पनि हाम्रो अब अनुसन्धानले पनि डेफिनेटली छन्, निकायहरू गरिरहेछन्। अनि त्यसपछि त्यस्तै हामीसँग चाहिँ विश्वविद्यालयहरू पनि छन्, अनि त्यसपछि अनि हाम्रै फार्म केन्द्रहरू पनि छन्। कस्ता किसिमका रिसर्चहरू र कसरी चाहिँ जाँदाखेरि चाहिँ अलिकति छिटो रूपमा चाहिँ अब हामी चाहिँ अब 1 नम्बरमा अस्तिको कतिको सम्झना छ हजुरलाई, पोस्ट हार्भेस्टकै र मार्केटिङ नै हो हाम्रो चाहिँ मुख्य समस्या भनेर हाम्रो आदरणीय शिवबहादुर नेपाली प्रधान सरको प्रेजेन्टेसनमा आएको छ। यसलाई यो पोस्ट हार्भेस्टको सन्दर्भमा रिसर्चलाई अगाडि बढाउन कसले कस्तो भूमिका खेल्न सक्छन् सर? अब मैले त के भन्छु भने नार्क स्थापना गरेकै हामीले रिसर्चको लागि हो। अब नार्कमा वास्तवमा चाहिँ के भने यो पोस्ट हार्भेस्ट युनिटमा चाहिँ
डिफ्रेन्ट च्याम्बरहरू हुनुपर्छ, कुन फुललाई फलफुललाई कति डिग्रीमा स्टोरेज गर्ने भनेर च्याम्बर चाहिँ बनाउनै पर्छ, त्यो बजेटमा राख्नुपर्छ हेर्नुहोस्। र स्टोरेज स्टडी गरेर हामीले चाहिँ सर्टिफिकेसन गर्नु पर्यो कुन कुन तरकारीलाई कतिमा राख्ने, किनभने तरकारी पठाउँदाखेरि फरक फरक तरकारी पठाइन्छ, फलफुल पठाउँदाखेरि फरक फरक फलफुलहरू प्याकेजिङ गरिन्छ, यसका लागि फरक फरक भेराइटीलाई फरक फरक चाहिन्छ, फरक फरक ठाउँमा उत्पादन गरिएकालाई फरक फरक चाहिन्छ। त्यस कारण यो स्टडी गर्ने जिम्मा नार्कै हो। र बेसिक चाहिँ के भने कार्बन डाइअक्साइड प्रोडक्सन, इथिलिन प्रोडक्सन इत्यादि चाहिँ बरु युनिभर्सिटीले गर्ला, तर यसलाई चाहिँ मेन फार्मरसँग फोकस गर्ने नार्क हो। र मैले चाहिँ वास्तवमा म नार्कको चाहिँ उ गर्नुपर्छ भनेर कमिटीमा पनि थिएँ। र म के भन्छु भने नार्कले नै देशमा रिसर्चको लिडरसिप लिनुपर्छ। र मैले त भन्छु मन्त्रालयले जुन फर्महरू राखेको छ नि, फर्म किन चाहियो, सरकारलाई फर्म किन चाहियो? त्यो काम त नार्कले गर्न सक्छ नि त। नार्कलाई छुट्याइदियो, छोराछोरीलाई अंश दिएर छुट्याए जस्तो नार्कलाई मात्रै चाहिँ के भन्दाखेरि यसरी नेग्लेक्ट गर्यो कि सरकारले, डुप्लिकेट वर्क गर्यो कि। नार्कलाई रेस्पोन्सिबिलिटी, ओभरअल रेस्पोन्सिबिलिटी दिनुपर्छ। र नार्कले पनि के भन्दाखेरि लङ टर्म हाम्रो पोलिसीमा चाहिँ हिट हुने किसिमले उत्पादन गर्नु पर्यो। धेरै जसो अहिले नार्कमा कस्ता छन् भने खालि भेराइटल ट्रायल गर्यो, आउटरिच भन्यो, हिँड्यो यताउता गर्यो, खालि त्यसैमा इन्भल्भमेन्ट छ कि। म त के भन्छु भने मेरो एउटा कन्सेप्ट मेरो चाहिँ कन्सेप्ट के भने जस्तो ज्ञान केन्द्र छ नि, ज्ञान केन्द्रले कसको ज्ञान बाँड्छन् यिनीहरूले, यिनीहरूसँग कहाँबाट ल्याएको ज्ञान छ? ज्ञान केन्द्रका मान्छेहरूको कहाँबाट ल्याएको ज्ञान छ? पढ्दाखेरिको ज्ञान हो। इन्डिया पढेको होला, कोही रामपुर पढ्यो होला, पढ्दाखेरि थ्योरिकल क्लास पढ्यो, त्यही ज्ञान हो। नेपालको रिसर्चको ज्ञान त यिनीहरूसँग छैन नि त। अब त्यो नार्कले गरेको चिजहरू फार्मरकोमा जानुपर्ने हो कि होइन? जानुपर्ने हो भनेदेखि सबै ज्ञान केन्द्रहरूका मान्छेहरूले नार्कबाट ट्रेनिङ लिनुपर्छ। 3 महिना ट्रेनिङ, 2 महिना ट्रेनिङ लिए मात्रै तिनीहरू चाहिँ सक्षम हुन्छन्। नत्र नार्को टेक्नोलोजी किसानसँग नार्कले लैजाने होइन कि। नार्कले सबैलाई उनीहरूलाई ट्रेनिङ दिनु पर्यो, उनीहरूले ट्रेनिङ लिनु पर्यो। अहिले चाहिँ के छ भन्दाखेरि उनीहरूले आफूलाई नै सुपर ठान्छ नार्कभन्दा। यो चाहिँ सबभन्दा डिमेरिट चाहिँ यही छ। ल मैले यहाँ रोकेँ के भन्दाखेरि हामीले भारतको उदाहरण दियौँ भने पनि कृषि शिक्षा, अनुसन्धान, प्रसार एउटै लयमा हिँडेको देखिन्छ। हामी कहाँ चाहिँ के कारणले हो त कृषि शिक्षा र अनुसन्धान प्रसार एउटै लयमा हिँड्न नसक्नुको चुरो कुरो के हो त सर? चुरो कुरो के हो भने उयो भन्छ नि एउटै जङ्गलमा धेरै सिंह भयो भने लडाइँ गर्छन् भने जस्तै अब हामीहरूलाई चाहिँ के भन्दाखेरि नपाउनेले केरा पाप बकरीसँग खा भन्छन्। अब वास्तवमा हुनुपर्ने त्यही हो। कोअर्डिनेसन भएर युनिभर्सिटी, नार्क र चाहिँ के भने प्रसार काम एउटैले गर्नुपर्ने हो। म त के भन्छु भने हामीले पर्पज पनि गरेको छ डियर भनेर भन्छ क्या, डिपार्टमेन्ट अफ एग्रिकल्चर एक्सटेन्सन एजुकेसन भनेर हुनुपर्छ। र त्यसको कन्ट्रोलमा चाहिँ के भन्दाखेरि सबै हुनुपर्छ भन्छौँ कि। अब अहिले आएर हो नि त म युनिभर्सिटीको मान्छे हुँ, युनिभर्सिटीले यसरी चाहिँ के भने सम्बन्धन दियो भने 30वटा पढाउने कलेजहरू छन्। वाट डु यु थिङ्क? यिनीहरूले के क्वालिटी प्रोडक्सन गर्न सक्छन् सबैले? सबैको पाठ्यक्रम एक र म पहिले चाहिँ के भन्दा नार्कले चाहिँ तपाईँ डिम्ड युनिभर्सिटी गराउने भन्दाखेरि मैले चाहिँ के भन्दाखेरि यो हुँदैन किन गर्छ भनेर भनेको थिएँ कि। अब चाहिँ के भन्दाखेरि अहिले चाहिँ मैले महसुस गरेँ के भन्दाखेरि एउटा कन्ट्रोलले निकाय त चाहियो नि त। कसले कन्ट्रोल गर्ने? एउटा युनिभर्सिटीले 40 जना बेसी निकालेको छ, अर्को युनिभर्सिटीले 40 जना निकालेको छ, अर्कोले निकालेको छ। वाट इज द क्वालिटी? र त्यस्तै नार्क पनि म चाहिँ के भन्छ नार्कको डिमेरिट के छ भन्दाखेरि नार्कले गर्ने होइन कि एउटा मन्त्री आउँछ सबैलाई सरुवा बरुवा गरिदिन्छ। हु इज द सिट्रस स्पेसलिस्ट? हु इज कफी स्पेसलिस्ट? मैले भन्छु मैले बनानामा काम गरेँ, मैले पोस्ट अफिसमा काम गरेँ भन्छु कि। र पहिले चाहिँ तपाईँहरू चाहिँ के भन्दाखेरि पहिलेका सरहरू फलानु त सिट्रसमा काम गर्यो जस्तो कैनी भन्थ्यौँ, केपी पौडेल भनेर भन्थ्यौँ होइन, शिवबहादुर प्रधानहरू उहाँहरूका नाम चलिरहेको छ, फ्रुटमा फलानु काम गर्यो, रामबदल शाह, तपाईँ चाहिँ अरू भैरवराज कैनीहरू होइन, भेजिटेबलमा इन्द्रराज पाण्डे हुनुभयो, उहाँहरूले काम गर्नुभयो। हामीले चाहिँ के भने उहाँलाई क्रेडिट दिन्छौँ, लगातार निरन्तर रूपमा काम गर्नुभयो, उहाँहरूको ठुलो योगदान छ। तर अहिले आएर चाहिँ के भने चेन्ज गरेको छ, मान्छे 2 वर्ष गएर सिट्रसमा बसेको छ, 2 वर्षपछि बिउ बिजनमा गएछ, 2 वर्षपछि तरकारीमा गएछ। वाट इज दिस? नार्क किन चाहियो? नार्कले आफ्नो यदि नार्क हुने हो भनेदेखि सधैँभरि एउटै मान्छेलाई चाहिँ त्यो दिनुपर्छ। एउटा प्रोजेक्ट आयो, जुन विषयको प्रोजेक्ट आयो त्यसैले ह्यान्डल गर्नुपर्छ।
एउटा विषयको प्रोजेक्ट आउँछ, एउटा मान्छेले मेहनत गरेर हुन्छ, प्रपोजल लेखान्छ, अर्को आएर चाहिँ त्यसको मह खान्छ हेर्नुहोस्। र यसो यदि चाहिँ निरन्तर के हुन्छ भने स्याउमा प्रडक्सन गर्ने मान्छेले स्याउमै प्रपोजल लेख्छ, स्याउमै काम गर्छ, उसलाई हटाउनै हुँदैन कि। कसैले टमाटर जस्तो मान्छे निरन्तर काम गरेर गरेका छन्, केदार बुढा थोकले टमाटरमा गर्नुभयो, एउटा इक्जाम्पल होइन। लाग्यो टमाटरै टमाटर भनेर बस्नुभयो त उहाँले केदार बुढा थोकले हामीले टमाटर भनेर चिन्छौँ नि त। ठिक छ सर। अब यो हजुर सर, सरलाई धन्यवाद। यसरी चुरो कुराहरू गहिराइसम्म पुगेर रुट कजलाई कोटाउने प्रयास गर्नुपर्छ, धन्यवाद दिन चाहन्छु। एउटा मेरो लास्ट छ, अनि म साथीहरूको लिन चाहन्छु, हामीले समयलाई पनि हेर्न पर्ला। अहिले 9:27 भएको छ। म अस्ति चाहिँ हेटौडामा चाहिँ लोकसेवा आयोगको एउटा कार्यक्रममा थिएँ। बागवानीका विज्ञहरूसँग चाहिँ प्रदेश स्तरीय अथवा सङ्घका नै विज्ञहरूसँग इन्ट्रेक्सन गर्नु पर्यो। यो स्टोरेज फेसिलिटीहरू जुन कोल्ड स्टोरेजहरू बागवानी प्रदेशहरूमा बनाइएका छन्, त्यसमा चाहिँ धेरै टेक्निकल्ली फल्टी छ। तिनीहरू चाहिँ बनाइए मात्रै उपयोग भएन भन्ने गुनासो आइरहेको छ। यो के कारणले होला सर यो? अनि टेक्निकल फल्टी स्टोरेजहरू हामी कहाँ किन बनिरहेछन्? एकदम राइट क्वेसन गर्नुभयो तपाईँले। मैले पनि धेरै अनुमान गरेँ कोल्ड स्टोरेजहरू के छ भन्दाखेरि इन्जिनियरहरूलाई चाहिँ वास्तवमा फ्रुट भेजिटेबलहरूको रेस्पाइरेसन यताउता केही पनि थाहा हुँदैन। मसँग एकजना चाहिँ कोल्ड स्टोरेज बनाउने इन्जिनियर कन्ट्याक्ट हुन्छ, उहाँले बल्ल मसँग आजकल सोध्नुहुन्छ। उहाँले के भन्नुभयो भने मेरो सामुन्ने गएर हामी फिल्डमा गयौँ, उहाँले यो चाहिँ के भने 24 घन्टा एकपालि खोलिदिने, आधा घन्टा 1 घन्टा खोलेर राखिदिने भन्नुभयो कि। त्यो भेन्टिलेसन गर्ने त तरकारीले त्यो हो तरिका। वाट एभर द फ्रुट्स इन द कर्नर। किनभने मेरो प्रेजेन्टेसन धेरै लामो हुने भएर मैले देखाइनँ। मैले अस्ति चाहिँ सिन्धुली गएर हेरेँ, भित्तासम्म टाँसेर राखेको छ चाहिँ सुन्तलाहरू चाहिँ क्रेटहरू, किवी भित्तासम्म राखेको छ, कुनै स्पेसै दिएको छैन र भेन्टिलेसन छैन। हेर्नुहोस्, बुझ्दा बुझ्दैन। फ्रुटहरूलाई स्टोरेजलाई तपाईँको मासु स्टोरेज गर्ने, बियर स्टोरेज गर्ने जस्तो होइन कि। भेन्टिलेसनको प्रोभिजन हुनुपर्छ। भेन्टिलेसन कतातिर हुनुपर्छ भने जताबाट एयर फ्लो आउँछ नि त्यसको अपोजिट साइडमा लेखेकै छ कि 6 इन्च हुन्छ भेन्टिलेसन जम्मा 1 टनको लागि। र भेन्टिलेसन हुनुपर्छ। अर्को चाहिँ के भने ह्युमिडिफायर हुन्छ। अब कतिपय तपाईँको चाहिँ के भन्दाखेरि रेनी सिजनमा चाहिँ के भने कोल्ड स्टोरेजभित्र ह्युमिडिटी बढी हुन्छ, बढी भएर आलुहरू चाहिँ भिज्ने, तरकारीहरू भिज्ने, फलफुल भिज्ने हुन्छ। र मलाई आलु भिजे, पानी पर्यो भनेर चाहिँ मलाई काभ्रेबाट फोन गरेको थियो एकपटक चाहिँ। अब आलु भिजेको कारण के भन्दाखेरि ह्युमिडिटी बढी भयो, ह्युमिडिफायर भएर चाहिँ के भन्दा ह्युमिडिटी लो गराउनु पर्यो होइन। यी प्रोभिजनहरू चाहिँ कोल्ड स्टोरेजमा राखेका छैनन्। ती नभएको हुनाले कोल्ड स्टोरेजहरू डिफेक्टिभ छन्। इन्जिनियरहरूलाई चाहिँ मैले के भन्छ भने फलफुल विकास केन्द्रमा पनि भनेको थिएँ, इन्जिनियरहरूलाई कमसेकम 1 दिनको वर्कसप अर्थात् ट्रेनिङ दिन जरुरी छ कि यिनी कोल्ड स्टोरेज बनाउनलाई। जेआइटिसी भन्छ नि, के अरे पाटन छ नि हाम्रो हरिहर भवनमा, मैले त अस्ति कुरा गरेको थिएँ तपाईँको इन्जिनियरलाई ट्रेनिङ दिनुपर्छ। इन्जिनियरहरूले सबै कोल्ड स्टोरेज बिगारे भनेर भने। र यो 3टा कुरा चाहिँ के भन्दाखेरि सुन्तला स्टोरेज गर्न गएका मैले हेरेँ, मैले सबै देखाउने आज त्यो चाहे धेरै हुने पनि आएको छ। तपाईँ त कोल्ड स्टोरेज एसोसिएटमा बनाउनुपर्छ, पुनःमा बनाउनुपर्छ। हिट लोड भन्छ नि त, माथिबाट टिन राखिदिएको छ, अनि मान्छे पस्न आउने मान्छेलाई सबैलाई ढोका खोलेर भित्र बनिदिएको छ, जान्छन् छाम्छन्। त्यहाँ न चुन राखेको छ, न क्लोरिन राखेको छ। गेटमा चाहिँ क्लोरिन राख्नुपर्छ, जुत्ता टेकेर जानला। भित्र सबै मान्छे पस्ने होइन, एलाउ गर्ने पनि होइन। यी चिजहरू चाहिँ के भन्दाखेरि ह्यान्डलिङ पनि डिमेरिट छ। अघि नै मैले भने नि सुन्तला चाहिँ ल्याएर जम्मा गर्ने, जम्मा गरेर क्रेटमा राखेर कोल्ड स्टोरेज रहन्छ त। हुन्छ सर, हुन्छ। अब सर अब अरू साथीहरूको केही क्वेसन छ भने केही 1-2वटा क्वेसन इन्टरटेन गर्न सकिन्छ। अहिले 9:31 भएको छ, अनि त्यसपछि चाहिँ अध्यक्षजीले कन्क्लुड गर्नुहुनेछ। म एउटा राखौँ सर, छोटो। राखौँ सर। हजुर, धन्यवाद। हाम्रो मलाई के लाग्छ भने गौतम सरले चाहिँ जतिजना सरको कुरा आउँछ त्यसपछि एकैचोटि एन्सर दिन ठिक होला। म एउटा मात्रै गर्छु। सर्वप्रथम त अब हाम्रो गौतम डाक्टर साहबले एकदम राम्रो प्रेजेन्टेसन दिनुभएको छ। अब हामीहरूले बेला बेलामा यो विषयहरूमा छलफल पनि गरेको कुरा हो।
अलिकति यो धेरैजना भएको ठाउँमा मैले एउटा मात्रै प्रश्न डाक्टर साहबलाई गर्न लागेको पनि यो जुन वाक्सिङको विषयमा चाहिँ बाहिर यसको जुन चाहिँ इम्प्याक्ट छ अथवा मान्छेको एउटा सोचाइ छ यो वाक्सिङ गरेपछि चाहिँ अब फलफुलहरू चाहिँ अलिक हेल्थको दृष्टिकोणले खानको लागि चाहिँ राम्रो होइन भन्ने यस्तो किसिमको सुनिन्छ र अब जस्तो अब चाइनाबाट आएको स्याउहरूमा चाहिँ वाक्सिङ भएको हुन्छ भन्ने र अब त्यसलाई अलिकति नेगेटिभली पनि लिइन्छ। त्यसले गर्दाखेरि अब यो वाक्सिङ गर्नको लागि जुन हल्ला सुनिएको छ र अब अहिलेको सिस्टममा वाक्सिङ गर्ने जुन मेटेरियलहरू छ त्यो अलग किसिमको छ कि अथवा के कारणले त्यो बाहिरी हल्ला छ र अब हामीहरूले यो गर्दाखेरि त्यस्तो किसिमको भनौँ न एउटा धारणा आउनु पर्ने नपाउनुपर्ने कुराहरू चाहिँ के छ यसो डाक्टर साहबले प्रश्न गरिदिनु हुन्थ्यो जस्तो लाग्छ। थ्याङ्क यू। अब वाक्सिङ के छ भने वाक्सिङ मैले भने तीन चार कारणले गरिन्छ। एउटा चाहिँ घाउहरूलाई पुर्नु पर्यो, अर्को चाहिँ साइनिङ दिने र वाक्सिङले चाहिँ के भने एउटा सेमी परमेबल लेयर क्रिएट गर्ने भएको हुनाले अक्सिजन एभाइलिटी कम गर्छ र स्टोरेजलाई बढाउँछ। स्टोरेजलाई पनि बढ्ने भएको हुनाले वाक्सिङ चाहिँ गर्न अनिवार्य उनीहरूले स्याउहरूमा अमेरिकातिर अनिवार्य गर्छन्। र सुन्तलामा चाहिँ के भन्दाखेरि रटिङ पनि हुन्छ सुन्तलामा, सुन्तलाको बोक्रा खाइँदैन, त्यसमा सुन्तलामा चाहिँ फन्जिसाइडहरू पनि मिसाउँछन् बोक्रामा हेर्नुहोस्, किनभने भित्र पेनिट्रेसन हुँदैन, व्याक्समै रहन्छ, व्याक्समा रहन सुन्तलाले एब्जर्भ गर्दैन। र के भनेको छ भन्दाखेरि व्याक्सहरू चाहिँ विभिन्न कार्निभल व्याक्स, सेलाक भन्ने यिनीहरू चाहिँ के भने एडिबल व्याक्स भनेर भन्छ। अब कतिपय जस्तो केटाकेटीलाई भिटामिन ए खुवाउने पनि क्याप्सुलमा ल्याएर केटाकेटीलाई खुवाइन्छ। यिनीहरू चाहिँ के हुन्छ नि डाइजेसन हुँदैन, त्यो एक्सक्रिएट भएर जान्छ भन्ने कन्सेप्ट छ। द वेक्स आर नट एब्जर्ब बाई द बडी, र यो चाहिँ सिस्टमबाट जान्छ र यसले कुनै पनि डिस्टर्बेन्स गर्दैन। र वेक्स चाहिँ हाम्रो शरीरको टेम्परेचरमा चाहिँ लिक्विड पनि हुन्छ, एसिडमा चाहिँ के भन्दा सोल्युबल भएर बाहिर निस्किन्छ भनेको हुनाले वेक्स आर रिकमेन्डेड फर द फ्रुट्स। र तपाईँले जुनसुकै पनि के भन्दाखेरि फ्रुटहरू एप्पलहरू बाहिरबाट आउनेमा सबैमा वेक्स हुन्छ। हामीले पत्ताले सानो खुर्कियो भने पनि चाहिँ वेक्स फेला पार्छ हेर्नुहोस्। र वेक्स चाहिँ जानिँदो नजानिँदोले तरकारीहरूमा पनि गर्न लाग्छन् आजकल चाहिँ। र इभेन चाहिँ के भन्दाखेरि तरकारीमा के गर्छन् भने चाइनामा जस्तो काँक्रो छ नि, त्यो खाना मिल्ने खालको सानो प्लास्टिक हुन्छ कि त्यसले ऱ्याप गर्छ, तपाईँको देखिँदैन हेर्नुहोस्, नदेखिने गरेर ऱ्याप गर्छ, तपाईँ काटेर खाए पनि त्यो प्लास्टिक केही फरक पर्दैन, एडिबल प्लास्टिक, एडिबल कोटिङ गरेर फ्रुटहरूमा पनि। मैले त्यही कुरालाई अलिक चाहिँ इम्फासाइज गर्नु असाध्यै राम्रो कुरा आयो। अब केसी सर कता हुनुहुन्छ? हामी मलाई लाग्छ शिव सरले हात उठाइरहनु भएको छ। शिव सरले अघिदेखि हात उठाउनु भएको छ, दाइलाई जतिखेर पनि गर्ने होला। ल आएन सुनिन आएन, हाम्रो शिव सरले हात उठाउनु भएको छ। शिव सरको म्युटमा छ के? म अनम्युट गरिदिउँ न, मैले गरिदिएँ, मैले गरेर हुँदैन, उहाँले आफै गर्नुपर्छ क्या अरे। सुनिरह हुनुपर्ने उहाँले म्युटमा छ, म्युटमा। अरूले गरौँ न त्यो अवधिमा, अरू कसैको छ भने राख्नु न। अनम्युट गर्न मिल्छ अनि उहाँले त्यो देख्नु छ कि स्क्रिनमा, अनि त्यसपछि त्यसलाई अनम्युट गर्न मिल्छ फेरि त्यो पनि। म्युट गरेर नि उहाँले सुन्न त सुनिराख्नु भएको छ नि त त्यो। अरू सर केही छ? मेरो चाहिँ प्रहलाद सरको थ्याङ्क यू सर। मेरो क्वेसन सोचेको हुन्थ्यो यहाँ सरहरूलाई पनि एउटा आइडिया आओस् भनेर मैले सोचेको हो। मलाई चान्स दिनुभयो हो। के अरे ल ईश्वरी सर र प्रहलाद सर दुवै आउनुभयो। प्रहलाद सर मलाई पहिला दिनुभयो हो। मेरो कुनै भन्दा नि यो सबै राम्रो थियो। डाक्टर गौतमलाई चाहिँ नि धन्यवाद पनि दिन चाहन्छु। हामीलाई यत्रो कुरा नलेज बनाइदिनु भयो, नलेजेस बनाइदिनु भयो, तपाईँको लेभलमा नभए पनि अलिकति। अब कुरा के भने मलाई लागेको चाहिँ यो खालको डिस्कसनमा म पेपरहरू पनि पढ्दाखेरि के देख्छु भने हाम्रो हाई कस्ट अफ प्रोडक्सन चाहिँ सबैमा रिफर गरेको हुन्छ। हाई कस्ट अफ प्रोडक्सनको एउटा पछाडिको ठुलो कारण चाहिँ लो प्रोडक्टिभिटी हो। पर युनिट कस्ट त्यस कारणले बढ्छ प्रोडक्टिभिटी लो भएपछि। त्यस कारण यस्तोमा अलिकति त्यो लिङ्क गरिदिन पायो भने फ्युचरमा
पोलिसी मेकरहरूलाई कस्ट बढाएर पर युनिट कस्ट घटाउने पनि हो भन्ने मेसेज चाहिँ नि हामीले दिनुपर्ने। मैले धेरै ठाउँमा यो अलिक त्यति साह्रो लिङ्क हुन नसकेको जस्तो लाग्यो। त्यसकारण मलाई अब चाहिँ यसलाई अलिकति पोलिसी रिकमेन्डेसन गर्दा त्यो गर्न पाए जाति हुन्थ्यो कि भनेर मेरो एउटा अब्जर्भेसन राखेको मात्रै हो मैले। अदरवाइज इट वाज एक्सलेन्ट। थ्याङ्क यू भेरी मच फर सेयरिङ एन्ड इन्हान्सिङ आवर नलेज। थ्याङ्क यू सर। अब ईश्वरी सरलाई दिउँ न। ईश्वरी सरलाई थापा सरलाई भनौँ कि भनेर। होइन सर, उहाँको सजेसन छ, ठिकै छ नि। ठिक छ। ईश्वरी सर आउनु न। ल सबैलाई नमस्ते। मेरो भनाइ के हो भने मैले हजुरलाई जतिखेर पनि क्वेसन गरे हुन्थ्यो, मैले यहाँ अरूले पनि फर्मले सुन्ला भनेर भनेको के हो भन्दाखेरि जुन नेपालमा चाहिँ एप्पल प्रोडक्सन चाहिँ इन्क्रिज भयो, अङ्गुरको कुरा आयो त्यो इन्क्रिज भयो। द्याट इज मेनली ड्यु टु द चाहिँ भेराइटी एन्ड द इन्ट्रेस्ट अफ द फार्मर हो। त्यस हुनाले नेपालमा चाहिँ जुन भेराइटीहरू चाहिँ पाउन पर्ने हो त्यो भेराइटीहरू एकदम कम छ र नेपालमा प्रोडक्सन भएका अहिलेसम्मका भेराइटीहरूको चाहिँ प्रोडक्सन भएपछि अब अहिले यही नाफाको कुरा गरौँ न। नाफा भन्ने प्रोजेक्ट आएको छ, किसानहरूले खेती गर्न भेराइटी खोज्दाखेरि छैन, नेपाल सक्सेस भएको हो। यो भेराइटीको निम्ति अब कसरी चाहिँ हामीले यो फुलफिल गर्न सकिन्छ या गभर्मेन्ट सेक्टरले भेराइटी इम्पोर्ट गर्न पनि बहुत चाहिँ छ स्थिति। यस्तो स्थितिमा के सल्लाह हुन्छ? अब अहिले हाम्रो यही नाफा प्रोजेक्ट चाहिँ फेल हुने अवस्थामा छ। अहिलेको अवस्थामा नेपाल सरकारको चाहिँ रुल एप्लाई गर्ने हो भने नेपालमा प्रोडक्सन गर्ने बिरुवा चाहिँ हुँदैन। यसलाई के सल्लाह दिनुहुन्छ? अब यसो छ, के हुन्छ भने नेपालमा चाहिँ वास्तवमा चाहिँ हाम्रो चाहिँ टाइम लाग्ला। हाम्रो टिस्यु कल्चर प्रविधिलाई स्ट्रेन्थेन गरेर रुट स्टकहरू चाहिँ खास गरेर मल्टिप्लिकेसन गर्ने चाहिँ एकदम अनिवार्य छ। बाहिरबाट हामीले चाहिँ रुट स्टक साइन ल्याएर यहीँ चाहिँ हामीले गभर्मेन्ट फार्म चाहिँ मैले अघि नै भने नि नार्कको रेस्पोन्सिबिलिटी, नार्कले मदर प्लान्ट मेन्टेन गर्ने र रुट स्टक मेन्टेन गर्ने चाहिँ के भन्दाखेरि मदर प्लान्टहरू चाहिँ नार्कले मेन्टेन गर्नुपर्छ र रुट स्टक उत्पादन गर्ने चाहिँ भने कमर्सियल तपाईँको चाहिँ के भने टिस्यु कल्चर इन्डस्ट्रीहरू छन् उनीहरूसँग लिङ्क गर्नुपर्छ कमर्सियल नर्सरीसँग। यो चाहिँ के निरन्तरता कन्टिन्युस जाने प्रोसेस हो र चाहिँ हामीलाई चाहिँ 3-4 वर्ष लाग्न सक्छ कि यसको चाहिँ सुरुवात गर्नलाई। तुरुन्तै झ्याप्पै चाहिँ प्रोजेक्ट अवधिभित्रै नहुन सक्छ, तर गुड इनिसिएसन गऱ्यो भने इट विल लास्ट फर एभर। अहिले बाहिरबाट ल्याउँदाखेरि हामीले डिजिज पनि ल्याउँछौँ, पेस्ट पनि ल्याउँछौँ। हामीले केही ल्याएर स्क्रिन गरेर त्यसलाई चाहिँ के भने यहीँ चाहिँ मल्टिप्लिकेसन गर्नुपर्छ। अहिले हामीले विदेशबाट नल्याइकन सुखै छैन। सुरुमा चाहिँ के भन्दाखेरि हामीले राम्रो क्वालिटीको इम्पोर्ट गरेर त्यसलाई चाहिँ यहीँ चाहिँ एक्सपेरिमेन्ट गर्छ। गौतम सर, हामीले आशय बुझ्यौँ गौतम सरको। अब शिवबहादुर नेपाली सर जोडिनु राम सर, मैले उहाँलाई रिक्वेस्ट गरेको छु अनम्युट गर्नलाई। नेपाली सर जोडिनु भयो? जोडिनु भएको छ, तर स्टिल उहाँ म्युटमा हुनुहुन्छ। मैले फोन गरिसकेँ होइन, उहाँलाई अनम्युट गर्न त्यहाँ कन्फ्युज भएको जस्तो छ। अरू कसैको छ भने लिँदै गरौँ सर, अनि उहाँको पालो आउँछ। मैले रिक्वेस्ट गरिसकेको छु। इन्द्र सर पनि देखाएको थिएँ मैले, अनि हाम्रो पूर्व अध्यक्षज्यूहरू अरू पनि हुनुहुन्छ। सरको केही छ भने प्लिज। खै इन्द्र, अब हाम्रो शिव सर स्टिल म्युटमै हुनुहुन्छ है। मैले रिक्वेस्ट गरेँ अब फोनमा, उहाँ अलिक कन्फ्युज भयो होला। त्यहाँ सहयोगीहरू हुनुभएन होला, त्यहाँ सहयोगीहरू हुनु भएन। ल कसैको केही छ त अरू? अनि त्यसो भएदेखि अब भन्नुहोस् त कालिकाजी। अहिले यो नेपालमा हामीले विशेष गरी हर्टिकल्चरिस्टहरूले स्याउको लागि जुम्ला अथवा मार्फाभन्दा पूर्व गयो भने चाहिँ क्वालिटीका स्याउ उत्पादन हुन चितवन जस्ता इन्टरप्सन भयो फेरि रिपिट गर्नुहोस् त फास्ट। हजुर इन्टरप्सन भयो के तपाईको साउन्ड क्लियर आछ छैन? ए अहिले सुन्यो सर? सुन्यो। ए ल, यो तराईतिर स्याउ फलाउन खोजिरहेका छन् के मान्छेहरूले। कतिपय मान्छेहरूले तराईतिर स्याउ फलाउन खोजिराखेका छन्। हामी भन्छौँ मार्फाभन्दा पूर्वतिर गयो भने चाहिँ स्याउको क्वालिटी खतम हुन्छ, अनि उता पश्चिमतिरको पनि हिमाली एरियातिर मात्र
ठिक हुन्छ भनेर हामीले पहिलेदेखि भनि आएको। अब यो फेरि हर्टिकल्चरिस्टहरू भित्रै पनि कसैले होइन गर्दा पनि केही फरक पर्दैन भनेको छ, कसैले चाहिँ हुँदैन गर्न हुँदैन कहाँ हुन्छ क्वालिटीको आउँदैन भन्ने पनि छौँ हामी मध्ये। भने यो हर्टिकल्चरिस्टहरूको एउटै भोइस जानुपर्छ कि जस्तो मलाई लाग्छ। त्यही भएर आज एउटा मौकामा हामी सबैले एउटा भोइस बनाउँदा के भन्दा ठिक होला जस्तो लाग्छ सर? मेरो भनाइ के भने नथिङ इज इम्पोसिबल। तपाईँको कुरा के छ, इन अर्डिनरी कन्डिसन जनरल कन्डिसनमा चाहिँ तपाईँले भनेको कुरा ठिक हो। स्याउलाई चाहिँ हाम्रो लो ह्युमिडिटी चाहिन्छ, म्युटमा हुनुहुन्छ हजुरले बोलेको सुनिदैन यता, त्यसलाई अनम्युट लो ह्युमिडिटी एरिया चाहिन्छ र ड्राई एरिया चाहिन्छ स्याउको फ्रुटिङ हुने बेलामा। यो इम्पोर्टेन्ट हो। त्यसकारण चाहिँ इस्टर्न हिल्स आर मोर सुइटेबल देन द इस्टर्न हिल्स इन अदर प्लेसेस। अनम्युट गर्नु पर्यो एक्ज्याक्टली। अब अहिले चाहिँ के भने लो चिल्ड भेराइटीहरुमा आए, इजरायलले चाहिँ लो चिल्ड भेराइटीहरुमा गरेका छ। इजरायली टेक्नोलोजी के छ भन्दाखेरि म त गएर त एक्सपिरियन्स पनि गरेर आएँ मैले। उनीहरूले लो चिल्ड भेराइटीहरुलाई चाहिँ स्याउ फ्लावरिङ हुने अगाडि